का आदरणीय अध्यक्ष श्री केदारनाथ पौडेलज्यू, त्यसै गरेर अडानकै तृतीय उपाध्यक्ष श्री झलकमणि लम्सालज्यू, महासचिव श्री प्रेमबहादुर श्रेष्ठज्यू, अनि प्रशिक्षक चार्टर एकाउन्टेन्ट प्रवीण बरालज्यू र तालिममा सहभागी हुनुहुने सम्पूर्ण रजिस्टर अडिटरज्यूहरू, लेखा व्यवसायी, लेखा कर्मचारी तथा तालिममा सहभागी सबैमा म मेघराज आचार्य हार्दिक नमस्कार तथा स्वागत गर्दछु। र अब यो तालिमको ठ्याक्कै सेसन, टेक्निकल सेसनमा प्रवेश गर्नुभन्दा अगाडि अलिकति 10-15 मिनट हामी चाहिँ यसको उद्देश्य, यसको उपादेयताको बारेमा अलिकति केही यहाँको समय लिन चाहन्छौँ। र त्यसको लागि म यो फ्लोर लिइदिनु हुनको लागि हाम्रो अडानको महासचिव श्री प्रेमबहादुर श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्छु। हस्, धन्यवाद। धन्यवाद। कार्यकारी अडानका केन्द्रीय उपाध्यक्ष गरी रूपमा माया गर्नुहुने गरी सम्पूर्ण यो महत्त्वपूर्ण ट्रेनिङमा उपस्थित हुनुहुने, सहभागी हुनुहुने अडानका र मेम्बर साथीहरू, नन मेम्बर साथीहरूलाई सम्पूर्ण म अडानको तर्फबाट हार्दिक अभिवादन। हामीले भर्खरै अस्ति 11 गते यो आर्थिक वर्ष 80-81 कारोबारको आधारमा भनौँ हामीले वित्तीय प्रतिवेदनहरू एनएफआरएस पर ले दिएको अनुसार हामी तयार पारेर हामीले विभिन्न समयमा हाम्रा सदस्य साथीहरूलाई एकदम यो बारेमा ज्ञान दिनको लागि अनलाइन ट्रेनिङ गर्दै आइरहेका छौँ। र यसै सिलसिलामा हामीले यो हिजो पनि हाम्रो यो चाहिँ बारेमा अध्यक्षतामा हामीले हिजो जुम यसलाई कसरी सहज र सरलीकरण गर्न बारेमा हामीले यो अनुरोध छलफल गऱ्यौँ। र अब म यहाँहरूलाई यो ट्रेनिङको बारेमा केही यसका बारेमा छलफल के अरे प्रकाश पारिदिनुको लागि म तृतीय उपाध्यक्ष झलकमणिलाई म धन्यवाद। संस्थाका महासचिव प्रेमबहादुर श्रेष्ठज्यू, साना तथा मझौला निकायको नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस फर एसएमइज आजको यो तालिम कार्यक्रमका प्रमुख अतिथि संस्थाका आदरणीय अध्यक्ष केदारनाथ पौडेलज्यू, त्यसै गरी यो विशेषतः एनएफआरएसको सन्दर्भमा अत्यन्तै लामो समयदेखि क्रियाशील रहनुभएको र एकदमै प्रभावकारी रूपमा आफ्नो चाहिँ प्रेजेन्टेसन गरिरहनुभएका हाम्रा स्रोत व्यक्ति एफसीए प्रवीण बरालज्यू, संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघराज आचार्यज्यू, कार्यालयका हाम्रो टेक्निकल्ली हेरिरहनुभएका सहयोग गरिरहनुभएका अभिनय आचार्यज्यू, देशभरिबाट यो तालिम कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण लेखा व्यवसायी साथीहरू, लेखा व्यवसायी फर्मका सिनियर कर्मचारी साथीहरू र सम्पूर्ण संस्थागत सहभागी साथीहरूलाई म मेरो व्यक्तिगत तर्फबाट एनएफआरएस फर एसएमइज अडानको एउटा विभागको तर्फबाट र अडानको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। महासचिवले अघि धेरै कुराहरू यहाँको बिचमा भनि नै सक्नु भएको छ। वास्तवमै नेपाल लेखामान बोर्डले तयार गरेको एनएफआरएस फर एसएमइज चाहिँ नेपाल चार्टर्ड एकाउन्ट संस्थाले 2080 साल साउन 1 गतेदेखिको कारोबारमा लागू गरिसकेको छ। अब हामी यो 80-81 आर्थिक वर्ष 80-81 को अन्तिम समयमा छौँ। साउन 1 गतेदेखि आर्थिक वर्ष 80-81 का वित्तीय प्रतिवेदनहरू तयार हुनेछन्। ती वित्तीय प्रतिवेदनहरू, वित्तीय विवरणहरू चाहिँ एनएफआरएस फर एसएमई जसमा लागू हुन्छ, हाम्रो स्रोत व्यक्तिले सबै कुराहरू यहाँलाई भन्नु नै हुनेछ। त्यहाँनिर चाहिँ हामीले अब लेखा परीक्षक साथीहरूले त्यो अनुसार वित्तीय विवरण बने नबनेको त्यसको परिपालनको विषय हेर्नुपर्ने,
त्यसपछि जुन लेखा व्यवसायमा संलग्न कर्पोरेट जुन संस्थाहरूले चाहिँ वित्तीय प्रतिवेदन चाहिँ त्यो अनुसार बनाउनु पर्ने भएको हुँदा आज हामीले वास्तवमा सबै पक्षलाई लेखा व्यवसायी साथीहरूलाई, त्यस लेखा व्यवसायी फर्ममा काम गर्ने सिनियर साथीहरूलाई र संस्थागत सहभागी सबैलाई एक ठाउँमा ल्याएर यो तालिम हामीले आज गर्न गइरहेका छौँ। मुख्यतः यो तालिम तपाईँहरूको बिचमा सञ्चालन भइरहँदा र यो तालिम भएको अन्तिममा यहाँहरूले चाहिँ अहिले हामीले बनिरहेको जेनरल पर्पज जुन फाइनेन्सियल स्टेटमेन्ट जुन बनिरहेको छ त्यो फाइनेन्सियल स्टेटमेन्ट चाहिँ अब त्यो फाइनेन्सियल स्टेटमेन्ट कस्तो एनएफआरएस एसएमई भएपछि कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा रिसोर्स पर्सनले अत्यन्तै महत्त्वपूर्ण रूपमा यहाँहरूको बिचमा कुरा राख्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। र म धेरै कुरा नभनिकन किन तालिम भएको हुनाले हामीले धेरै कुरा गर्नुभन्दा पनि सिक्नुपर्ने विषय भएको हुनाले संस्थालाई माया गरेर जसरी यहाँ उपस्थित हुनुभएको छ यहाँहरू सबैप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। र यसमा आउने केही जटिलताहरू हुन सक्छन्, केही समस्याहरू हुन सक्छन्। यहाँहरूले हामीलाई संस्थालाई यो एनएफआरएस फर एसएमइज इम्प्लिमेन्टेसनको सन्दर्भमा चाहिँ भएका समस्याहरूको बारेमा, अप्ठ्यारोको बारेमा यहाँहरूले हामीलाई जानकारी गराउनु भयो भने ती कुराहरूको बारेमा पनि हामी चाहिँ सम्बन्धित निकायमा हामीले आफ्नो तर्फबाट लबिङ गरेर यसलाई सहज तरिकाबाट अगाडि बढाउने सन्दर्भमा हामीले काम गर्ने नै छौँ भन्ने कुरा यहाँहरूको बिचमा राख्दै फेरि पनि यहाँहरू सबैप्रति र सिङ्गो अडानप्रति या मलाई पनि दुई कुरा राख्न दिनुभएकोमा आभार प्रकट गर्दै आफ्नो कुराहरू अन्त्य गर्दछु। धन्यवाद। धन्यवाद कृति उपाध्यक्षज्यू। अब हाम्रा संस्थाका अध्यक्ष धन्यवाद महाशयज्यू। संस्थाका अडानका विभिन्न पदाधिकारीज्यूहरू, आजको हाम्रो रिसोर्स पर्सन महत्त्वपूर्ण व्यक्तित्व जसले यहाँलाई 10 दिनसम्म यो ट्रेनिङमा रिसोर्स पर्सनको रूपमा काम गर्नुहुन्छ, विज्ञ व्यक्तित्व प्रवीण बरालज्यू लगायत यो टेक्निकल सेसनमा टेक्निकल्ली होस्ट गरिरहनु भएका अडानका कर्मचारी लगायत देशभरिबाट यो महत्त्वपूर्ण तालिममा सहभागी हुन उपस्थित हुनुभएका, अनलाइन मार्फत उपस्थित हुनुभएका लेखा व्यवसायी, यसमा चाहिँ मेरो हिसाबमा केही चार्टर्ड एकाउन्टेन्ट साथीहरू पनि हुनुहुन्छ जस्तो लागिरहेछ, रजिस्टर अडिटरहरू र लेखाको सेक्टरमा काम गर्ने, कर्पोरेट सेक्टरमा काम गर्ने महत्त्वपूर्ण व्यक्तित्वहरू यसमा समावेश हुनुहुन्छ। मेरो हिसाबमा अहिलेसम्म हामी कहाँ 238 जना मात्रै देखियो, हामी सहित 300 जना यसमा सहभागी हुनुपर्ने। टेक्निकल्ली अलिकति आज पहिलो सेसनमा अलिकति केही समय लिन सक्छ। साथीहरू सबैलाई सकेसम्म पार्टिसिपेट गराएर कहीँ कतै केही समस्या भए त्यसलाई पनि लिएर टेक्निकल साथीहरूले यसमा काम गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु। यो ट्रेनिङ हामी अघि साथीहरूले पनि व्यक्त गरिसक्नु भएको छ। महाशयज्यूले, झलकजीले यो टेक्निकल विषयमा धेरै कुरा बताइसक्नुभयो। हामीले सबभन्दा पहिला 7 दिन 8 दिनको यो एनएएस फर एमइज को ट्रेनिङ गऱ्यौँ। त्यसमा धेरै साथीहरू खुसी हुनुभयो। त्यस पछाडि हामीले एनपिओज गऱ्यौँ, एनएएस फर एनपिओज गऱ्यौँ। एनपिओजमा पनि साथीहरू खुसी हुनुभएको छ र यो अझै प्रोफेसनल साथीहरूका लागि यसको प्रकृतिको आधारमा, कारोबारको आधारमा 10 करोडभन्दा बढी कारोबार गर्ने, 5 करोडभन्दा बढी लोन लिने हरूका लागि यो हामी अनिवार्य रूपमा अब हामीले अडिट गर्दा 1 गते नै हामीले गर्नु पर्यो भने पनि यो फर्मेटमा यो लगाएर गर्नुपर्ने भएको हुनाले एकदम सिरियसली साथीहरू यसमा सहभागी हुनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। यद्यपि 500 हामीले यसमा 500 साथीहरू सहभागी गराउन सक्नु पर्थ्यो। हामीलाई अलि हतार पनि भयो। टेक्निकली धेरै साथीहरू चाहिँ यसमा आउन पनि गाह्रो भयो। अब तर पनि हामी यसलाई अर्को व्यवस्था मिलेदेखि गर्न सक्छौँ। तर रिसोर्स पर्सनको हिसाबले प्रवीण सरले जुन मेहनत गर्नुभएको छ, जुन समय दिइरहनु भएको छ, फेरि यो समय हामीलाई उपलब्ध नहुन सक्छ। त्यसकारणले यो सिपी जस्तो बसेर यसो खोलिदिने त्यस पछाडि यताउता गर्ने काममा साथीहरू गर्नुहुने छैन। यसलाई भोलि मेरो परीक्षा छ र चाहिँ मैले पास गर्नुपर्छ भन्ने हिसाबमा कलम कापी नै लिएर
साथीहरू अगाडि बसेर यसलाई पुराका पुरा उपयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु। किनभने यसरी आफ्नै घरमा आफ्नै अफिसमा बसेर प्र्याक्टिकल ट्रेनिङ लिन पाउनु भनेको यो हाम्रो लागि भयङ्कर खुसीको कुरा हो। हामीले त्यो अडानले त्यो व्यवस्था गरेको छ। साथीहरू सहभागी हुनुभएको छ। सहभागी हुनुभएकोमा पनि म हार्दिक स्वागत अभिवादन पनि व्यक्त गर्न चाहन्छु। मैले यसमा भन्न खोजेको विषय के छ भने यहाँहरूले यो ट्रेनिङलाई ट्रेनिङको रूपमा 2000 तिरिएको छ, ठिकै छ भन्ने रूपमा होइन। एक दिन यहाँहरू जाँदै गर्दा अलिकति भास्ट पनि छ, जाँदै गर्दाखेरि ठिक लागेन भने भोलिपल्ट ठिक लाग्न सक्छ, पर्सिपल्ट ठिक लाग्न सक्छ। क्वेसनहरू अनेकौँ आउन सक्छन् साथीहरूलाई। तपाईँहरूले चाहिँ कपीमा लेखेर मैले जसले यो ट्रेनिङ लिनुभएको छ उहाँहरू अब पढाउन सक्ने गरी, आफ्नो सेक्टरमा पढाउन सक्ने गरी कमसेकम अगाडि बसेर यो ट्रेनिङ हेरेर, यो ट्रेनिङको मेटेरियल हेरेर आफ्नो काम गर्न सक्ने गरी हामीले हिजो मात्रै करिब 2 वर्षदेखि यसमा चाहिँ लागेर बुक, यसको एनएफआरएस फर एसएमइजको बुक प्रकाशित गर्ने पनि तयारी गरिरहेका छौँ। पहिलो फेजमा हामी हाम्रो वेबसाइटमा राख्न सक्छौँ र साथीहरूको डिमान्ड भयो भने यसलाई प्रकाशन पनि गर्ने कि भन्ने कुरा पनि छ। 500 पेजको यो हुनेछ। सकेसम्म हाम्रो भाषामा अलिकति बढी रजिस्टर अडिटरहरूले, एकाउन्टेन्टहरूले बुझ्ने गरी यो भाषामा यसलाई हामीले बनाउन खोजेका छौँ। प्रवीण काफ्ले सरले यसमा रोल खेलिरहनु भएको छ, धेरै मेहनत गरिरहनु भएको छ र करिब 500 पेजको बुक हामी यहाँहरू समक्ष पनि उपलब्ध गराउँदैछौँ। त्यो कसरी हुन्छ हामी अलिकति तयारी गर्छौँ र असारभरिमा यसको पनि तयारी हामीले गरिरहेका छौँ। त्यसकारणले यो बिचमा यहाँहरूले 3-4 दिनसम्म क्लास लिइसकेपछि म प्रवीण सरसँग पनि अनुरोध गर्छु, आधा घन्टा जतिको एउटा फिडब्याक सेसन जस्तो केही बनाउन मिल्छ भने त्यो फिडब्याक सेसन पनि लिएर त्यस पछाडि बिचमा अब यो 2-3 दिन ट्रेनिङ लिइसकेपछि छिटो भयो, ढिलो भयो, यो बुझिएन, त्यो बुझिएन, तरिका कहाँ कता के भयो, यो सबै विषय पनि गरेर यसलाई असाध्यै मनोरञ्जनपूर्वक महत्त्वपूर्ण ढङ्गले यहाँहरूले लिएर यसलाई लिनुहुनेछ भन्ने अपेक्षा गर्दै यस्तो ट्रेनिङ फेरि नहुन सक्छ। फिजिकल्ली पनि अब बर्खा लागेको छ, हामीले अडिटमा लागिसक्नुपर्ने भएको हुनाले यही ट्रेनिङलाई यहाँहरूले उपयोग गर्दै आफूलाई चाहिँ दक्ष बनाउनु हुनेछ। सम्पूर्ण लेखा व्यवसायी साथीहरूलाई पुनः एकचोटि नमस्कार अभिवादन व्यक्त गर्दै साथीहरूको यो सेसन, यो 10 दिनको सेसन फ्रुटफुल बनोस् भन्ने अपेक्षा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय अडान। यो अब उसलाई हाम्रो मेघराज सरले नै अलिकति गरेर अब प्रवीण सरलाई कार्यक्रम सहभागी गर्नको लागि। हस्, धन्यवाद प्रेम सर लगायत हाम्रो आदरणीय अध्यक्षज्यू, आदरणीय तृतीय उपाध्यक्षज्यू, सबैजनालाई धन्यवाद कार्यक्रमको बारेमा प्रकाश पारिदिनु भएकोमा। र अब यहाँ एउटा सानो सूचना म यहाँ हजुरहरूलाई गरिहाल्न चाहेँ। के अरे अघि एउटा आएको थियो, त्यो हाम्रो अगाडि एमइजको लास्ट दिनको चाहिँ के अरे हामीले पाएको छैन भन्ने कुरा पनि आएको थियो। यो विषयमा हामीले अघिल्लो तालिममा पनि भनेका थियौँ। अब हुनसक्छ त्यहाँ हजुरको सहभागिताहरू थिएन होला, त्यो आइसकेको छ। हामी यहाँले प्राप्त गर्नु भएको छैन भने आजै हजुरको इमेलमा हामी त्यो चाहिँ पठाउने छौँ। त्यसमा चाहिँ अब त्यो कम्प्लिट आइसकेको छ, हाम्रो प्रवीण सरले अस्ति नै दिइसक्नु भएको छ। त्यो विषयमा मैले यहाँलाई जानकारी गराउन चाहेँ। र यति भन्दै अब आजको टेक्निकल सेसन सुरु गरिदिनु हुनको लागि म एफसिए श्री प्रवीण बराइलज्यूलाई हार्दिक अनुरोध गर्छु। हस्, धन्यवाद। हस्, धन्यवाद सर। र उपस्थित सबै पार्टिसिपेन्ट्सहरूलाई पनि मेरो हार्दिक नमस्कार। अब आजबाट हाम्रो सुरु हुन गइरहेको यो 10 दिनको एनएफआरएस फर एसएमइजको तालिममा यहाँहरू सबैलाई फेरि स्वागत गर्न चाहन्छु। अब हामीलाई थाहा भएको विषय हो 2080-81 जुन अहिले आर्थिक वर्ष चलिरहेको छ र लगभग यो कम्प्लिसनको स्टेजमा छौँ हामी, अन्तिम समयमा आइसकेका छौँ। अब 80-81 को चाहिँ आर्थिक वर्ष सकिसकेपछि जब यसका वित्तीय विवरणहरू तयार गरिन्छ हामीले, त्यो बेलामा अब कम्पनी हाम्रो कुन चाहिँ क्याटेगोरीमा पर्ने हो त, त्यो अनुसारले अब यो कम्पनीको लागि एप्लिकेबल हुने हाम्रो फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क कुन चाहिँ हो त, त्यो अनुसारले हामीले आफ्नो वित्तीय विवरण यसपालि तयार गर्नुपर्ने हुन्छ। र त्यसैको विषयमा अलिकति बढी चाहिँ हाम्रो धेरै नेपालमा भएको कम्पनीहरू चाहिँ क्याटेगोरी हेर्दाखेरि प्राय हाम्रो एमइज र एसएमइज बढी हुने गरेको पाइन्छ।
त्यो कारणले गर्दाखेरि एमइजमा पनि जुन हाम्रो एनएसवाला त हामी कुराकानी गरिसकेका छौँ पहिला पनि, जुन एनएफआरएस फर एसएमइज छ अलिकति बढी चाहिँ टेक्निकल पनि केही विषयहरूमा रहेको। पहिला हामीले पहिले पनि त्यसलाई अकाउन्टिङ नगरेका विषयहरू पनि यसमा जोड्नुपर्ने लगायतका धेरै 2-4 कुराहरू यसमा टेक्निकल भएको कारणले गर्दाखेरि केही अलिकति जटिलताहरू पनि यसमा चाहिँ महसुस भइरहेको हामीले देख्न सक्छौँ। त्यो कारणले गर्दाखेरि अबको यो 10 दिनमा चाहिँ हामीले अलिकति समय पनि लामै लिएका छौँ। त्यो भनेको सबै कुराकानी कभर गर्न सकियोस्। अल्टिमेटली यो ट्रेनिङ सकिँदाको बेलामा चाहिँ हजुरहरूले कन्फिडेन्टली अब आफ्नो क्लाइन्टहरूमा या जुन कम्पनीमा आबद्ध हुनुहुन्छ त्यहाँ चाहिँ यो एनएफआरएस फर एसएमइजको इम्प्लिमेन्टेसन स्मुथली गर्न सक्नुहुनेछ भन्ने हाम्रो उद्देश्य यसमा रहनेछ। अब यसको लागि पहिला अलिकति केही ग्राउन्ड रुल्सहरू म यसमा भन्छु हजुरहरूलाई, किनकि यसमा जति मैले हजुरहरूलाई भन्छु, जति कुराहरू मैले यहाँबाट हजुरहरूलाई दिन्छु, त्यो सँगसँगै हजुरको पनि आफ्नो ब्याकएन्डमा चाहिँ हजुरको पनि यसमा चाहिँ समय अलिकति हजुरले दिनुपर्ने हुन्छ है। यसलाई कसरी बुझ्नु होला हजुरले भन्दाखेरि चाहिँ डे 1 देखि डे 10 सम्मको जुन ट्रेनिङ हुन्छ, डे 1 मा हामीले गरेका कुराकानीहरू डे 10 सम्म पनि आइरहेको हुन्छ, रिपिट भइरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि हजुरहरूले के गर्नु पर्यो भन्दाखेरि बिहान 7 देखि 9 सम्मको जुन हाम्रो यो ट्रेनिङ हुन्छ, यो ट्रेनिङ भइसकेपछि आज पढेका कुराहरूको जे फाइल्सहरू हामी सेन्ड गर्छौँ इमेलको थ्रु हजुरहरूलाई, यता 2 घन्टाको ट्रेनिङ एटेन्ड गर्ने, त्यसपछि अनि आफ्नो समयमा अफिसमा या घरमा गएर चाहिँ कमसेकम पनि 2 घन्टा अर्को एक्स्ट्रा आफूले दिनुपर्ने हुन्छ। त्यति गर्न सक्नुभयो भने चाहिँ अब यो एसएमइसँग सम्बन्धित सबै डाउट्सहरू सबै कुराकानी यसमा हामी क्लियर हुन सक्छौँ भन्ने कुराको म हजुरहरूलाई ग्यारेन्टी अथवा चाहिँ कुनै आश्वासन म दिन चाहन्छु है त। पछि त्यही कुराकानी हामी सल्लाह गरौँ। अब कम्युनिकेसन गर्नको लागि हामीसँग एउटा च्याट बक्स अभाइलेबल छ, यसैलाई हामी भरपुर रूपमा उपयोग गरौँ। जति पनि म बेला बेलामा चाहिँ क्वेसनहरू सोध्छु हजुरको अन्डरस्ट्यान्डिङ र मेरो मैले दिइरहेको कुराकानी एउटै पेजमा छ कि छैन भन्नको लागि, त्यसको लागि सिम्पल यस नो भनेर चाहिँ अथवा YN भनेर आन्सर दिनु होला है त। त्यो भयो भने इन्टरेक्टिभ पनि भइरहन्छ, त्यो किसिमले हामी अगाडि बढ्छौँ है। त्यसो भनेपछि अब हजुरले पहिलो काम के गर्नु पर्यो, 2 घन्टा क्लास लिने हो, 2 घन्टा आफूले पनि पढ्ने हो घर भन्ने किसिमले हजुरहरूले तयारी गर्नु पर्यो है त। ठिक छ, स्टार्ट गरौँ अब। ल अनि हजुरको पनि त्यहाँ च्याट बक्समा हेर्नुभयो भने तलपट्टि च्याट बक्समा चाहिँ 2 लेखा ठाउँमा चाहिँ त्यहाँ होस्ट एन्ड प्यानलिस्ट भन्ने भइरहेको होला। त्यो होस्ट एन्ड प्यानलिस्टबाट हजुरले एभ्री वान भन्ने सेलेक्सन गर्नु होला है, ताकि सबैले दिएको आन्सर सबैले देख्न पनि मिलोस्। यसो चेक गर्नुहोस् त एकपल्ट तलपट्टि त्यो च्याट बक्समा 2 भन्ने लेखा ठाउँमा चाहिँ त्यो मेसेज कसलाई गरेको भन्नेमा यहाँ होस्ट एन्ड प्यानलिस्ट भइरहेको होला धेरैको, त्यसलाई एभ्री वान भनेर गर्नु होला है प्लिज। ठिक छ, ल ओके। सबै बेसिक लेभलबाटै हामी स्टार्ट गर्छौँ। अब सबभन्दा पहिलो कुराकानी मैले फर्मली स्टार्ट गरेँ यसमा हाम्रो 80-81बाट एप्लिकेबल फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क के हो त होइन सर? त्यो च्याट बक्समा 2 लेखा ठाउँमा है, एभ्री वान टाइप गरेर हुँदैन कि, त्यहाँ 2 लेखा ठाउँमा सेलेक्सन गर्नुपर्छ। हेर्नुहोस् त त्यहाँ होस्ट एन्ड प्यानलिस्ट भइरहेको होला, त्यसलाई हजुरहरूले टु एभ्री वान भनेर गर्नु होला है। ल ठिक छ, धेरैजनाको भइ नै सकिएको छ। अब हेर्नुहोस् है, हाम्रो 80-81बाट जुन मैले यहाँ अगाडि राखेको छु यो भनेको चाहिँ प्रफिट मेकिङ संस्थाहरूको लागि हो। एनपिओजको लागि एउटा अलग्गै मापदण्ड छ, NAS फर एनपिओज भन्ने, त्यो भनेको हाम्रो क्लास अलग्गै भइसकेको छ। यो भनेको विशेष गरिकन हाम्रो प्रफिट मेकिङ संस्थाहरूको लागि, ट्रेडिङ, म्यानुफ्याक्चरिङ, सर्भिसवाला बिजनेसमा काम गरेका कम्पनीहरूको लागि चाहिँ यो 3वटा क्याटेगोरीमा उनीहरूलाई छुट्याइएको छ। यो 3वटा क्याटेगोरी अनुसारले चाहिँ एउटा फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क कुन प्रयोग गर्ने भन्ने किसिमले एउटा हाम्रो रिक्वायरमेन्ट रहेको छ है त। जस अन्तर्गत ठुला कम्पनीहरूलाई लार्ज एन्टिटिज भनेर क्लासिफाई गरिन्छ, स्मल एन्ड मिडियम साइज एन्टिटिजहरूलाई एसएमइज भनेर भनिन्छ, मझौला खालका संस्थाहरूलाई। त्यसै गरिकन सानाभन्दा पनि साना संस्थाहरूलाई हामी माइक्रो एन्टिटी भनेर हामी क्लासिफाई गर्ने गर्छौँ है। जुन ठुला संस्थाहरू छन् यसमा भनेको फुल एनएफआरएस एप्लिकेबल हुने हो। एसएमइजहरूको लागि जुन छलफल हामी अहिले गर्न गइरहेका छौँ यिनीहरूको लागि चाहिँ एनएफआरएस फर एसएमइज भन्ने मापदण्ड लागू हुन्छ। त्यो बाहेक माइक्रो एन्टिटिजहरूको लागि NAS फर माइक्रो एन्टिटिज भन्ने स्ट्यान्डर्ड लागू हुन्छ। त्यो किसिमले हामीले बुझ्नुपर्ने हुन्छ। अब पहिलो काम हामीले के बुझ्नु पर्यो भन्दाखेरि एनएफआरएस फर एसएमइजको छलफल गरिरहँदाखेरि एनएफआरएस फर एसएमइज लाग्ने को लागि हो त, एसएमइज कस्ता कस्ता खालका कम्पनीहरूलाई भन्ने हो, त्यो किसिमको पहिला छलफल हामीले गर्नुपर्ने हुन्छ। म त्यसमा अगाडि बढ्न चाहेँ है त। मेरो भोइस क्लियर छ है? ठिक छ सर क्लियर छ। ओके। अब मैले यहाँ सबै 3टै क्याटेगोरीलाई कभर हुने किसिमले मैले यसमा थ्रेसहोल्ड राखेको छु।
यसमध्येबाट अहिलेको लागि चाहिँ जुन यो एसएमइज छ यो एसएमइजमा हामी फोकस गरौँ है त। यो मेरो माउस पोइन्टर देखिरहेछ है स्क्रिनमा मुभ भएको देखिरहेछ। ओके, अब हेर्नुहोस् है, एसएमइज हुनको लागि सबभन्दा पहिलो क्राइटेरिया भनेको बोरोइङ्स फ्रम ब्याङ्क्स एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स है। यसमा डाइरेक्टरबाट लिएको सेल्टरबाट लिएको लोन काउन्ट गर्ने होइन, ब्याङ्क तथा वित्तीय संस्थाबाट लिएको लोनलाई काउन्ट गर्नुपर्छ र यसमा सर्ट टर्म लङ टर्म ओभरड्राफ्ट लगायतका सबै फन्डेड खालका लोनहरू यसमा काउन्ट गर्ने हो। नन फन्डेड लिमिटलाई काउन्ट गर्न आवश्यक छैन। वार्तालापमा आउने जुन ब्याङ्क तथा वित्तीय संस्थाबाट लिएको सर्ट टर्म लङ टर्म सबै खालका लोन्सहरूलाई काउन्ट गर्ने हो। त्यो लोन कुनै पनि कम्पनीले कति लिएको छ त भन्ने किसिमले पनि त्यसलाई क्याटेगराइज गरिएको छ है, जस अन्तर्गत एसएमइज भन्ने क्याटेगोरीमा पर्नको लागि चाहिँ लोनको साइज भनेको 5 देखि 50 को रेन्जमा रहनु पर्यो है। 5 लाई हामी लोवर रेन्ज भनौँ, 50 लाई हामी अप्पर लिमिट भनौँ है त। ठिक छ, भनेपछि 5 देखि 50 को रेन्जमा रहनु पर्यो। 5 भन्दा बढी हुनु पर्यो, 50 भन्दा कम हुनु पर्यो, यो बिचमा रहनु पर्यो। पहिलो क्राइटेरिया यो रहेको छ। दोस्रो भनेको एसेट्स हेल्ड इन फिडुसियरी क्यापेसिटी। यो भनेको चाहिँ कुनै पनि संस्थाले अन्तर्बाट जुन नासोको रूपमा सम्पत्ति लिएको हुन्छ त्यो भन्न खोजिएको यसमा है। जस्तो सहकारी संस्थाहरूमा हेर्नुभयो भने चाहिँ सहकारी संस्थाहरूले आफ्नो मेम्बरबाट के लिएको हुन्छ, डिपोजिट लिएको हुन्छ। त्यो जुन बचत लिएको हुन्छ उसले, त्यो भनेको सहकारी संस्थाको आफ्नो सम्पत्ति होइन नि त, त्यो भनेको त मेम्बरको पैसा हो। भोलि मेम्बरले फिर्ता माग्यो भने मैले फिर्ता गर्नुपर्ने हुन्छ भनेपछि त्यसलाई नाम दिएको छ एसेट हेल्ड इन फिडुसियरी क्यापेसिटी। भन्नुको अर्थ गार्जियनको रूपमा होल्ड गरिएको सम्पत्ति हो यो चाहिँ है। यसको पनि लिमिट त्यही नै छ, 5 देखि 50 को रेन्जमा रहनुपर्ने हुन्छ। पहिला यी जति पनि छन् 1 2 3 4 5 वटा पोइन्ट्सहरू छन्, यसलाई पाले पालो छलफल गरौँ अनि सबैलाई समग्रमा कसरी हुन्छ भन्ने कुराको डिस्कसन म सेकेन्ड स्टेपमा गर्छु। अर्को भनेको ब्यालेन्स सिट टोटल है। ब्यालेन्स सिट टोटलमा चाहिँ क्राइटेरिया के रहेको छ भन्दाखेरि एसएमइज हुनको लागि ब्यालेन्स सिट साइज चाहिँ 10 देखि 100 करोडसम्मको हुनु पर्यो। 10 करोड भन्दा माथि हुनु पर्यो, 1 अर्ब भन्दा कमको ब्यालेन्स सिट साइज हुनु पर्यो है त। अब ब्यालेन्स सिट साइज हेर्ने बेलामा हामीले के ख्याल गर्नुपर्छ भन्दाखेरि चाहिँ यहाँभन्दा अगाडि जुन हाम्रो चाहिँ पहिलाको जुन पुरानो तरिकाले हामीले बनाइराखेको छ ब्यालेन्स सिट, कतिपय ठाउँमा कस्तो खालको फर्मेट पनि प्रयोग हुन्छ भन्दाखेरि चाहिँ एसेट साइडमा फिक्स्ड एसेट लेखिया हुन्छ, करेन्ट एसेट लेखिया हुन्छ र करेन्ट एसेटबाट नै करेन्ट लायबिलिटीलाई माइनस गरेर नेट करेन्ट एसेट निकालेर अनि ब्यालेन्स सिटलाई टोटलिङ गर्ने गरेको पाइन्थ्यो होइन पहिला हो, कतिपय केसमा, सबैमा त नहोला। भनेपछि त्यो केसमा हामीले चाहिँ यो क्राइटेरिया चेक गर्नको लागि चाहिँ त्यो नेटमा गरिएको रकमको अनुसारले चेक गर्ने होइन कि ग्रसमा चेक गर्नु पर्यो। एसेटको टोटल कति, लायबिलिटीको टोटल कति भन्ने किसिमले हामीले हेर्नुपर्ने हुन्छ। त्यो ग्रसमा हेर्दाखेरि चाहिँ 10 करोडदेखि 1 अर्बसम्मको ब्यालेन्स सिट साइज हो भने चाहिँ यो बिचका कम्पनी सबैलाई हामी के भन्छौँ, एसएमइज भनेर क्लासिफाई गर्छौँ। अब इम्प्लोइजवाला कुराकानी म पछि गरौँला है, यसमा गर्छु म। अर्को भनेको एनुअल टर्नओभर। अब एनुअल टर्नओभर भनेको चाहिँ कुनै पनि कम्पनीको जुन मेन व्यवसाय हुन्छ, व्यवसायबाट भएको आम्दानी भन्ने बुझ्नुपर्छ। अब कुनै ट्रेडिङ कम्पनी छ भने उसको मेन ट्रेडिङबाट भएको सेल्स इन्कमलाई नै हामीले यसमा टर्नओभर भनेर काउन्ट गर्नुपर्ने हुन्छ। सेल्स इन्कम भनेर बुझ्नुभयो हुन्छ। अब कहिलेकाहीँ सेल्स इन्कम बाहेक चाहिँ जुन व्यवसाय नै सँग सम्बन्धित अरू अपरेटिङ इन्कमहरू पनि हुन्छ, यसलाई पनि काउन्ट गर्न सक्नुहुन्छ। जस्तो इक्जाम्पलको लागि कुनै सहकारी संस्था छ भने चाहिँ ब्याज आम्दानी भनेको मुख्य आम्दानी भयो, तर त्यो बाहेक जुन प्रोसेसिङ चार्ज लिएको हुन्छ, जरिवाना लिइरहेको हुन्छ, पासबुकको शुल्क लिइरहेको हुन्छ भनेपछि यस्ता खालका शुल्कहरू भनेको पनि त आखिरमा कम्पनीको त्यो संस्थाको के नै हो, एउटा अपरेटिङ इन्कम नै हो भनेपछि ब्याज आम्दानी र अपरेटिङ इन्कम सबैलाई जोडेर हेर्नुभयो भने हुन्छ यसमा सेल्स इन्कम भन्ने बुझ्नुभयो हुन्छ। बेसिकली वार्षिक कारोबारको हिसाबले चाहिँ 10 करोडदेखि 1 अर्बसम्मको कारोबारको साइज रहेको छ भने चाहिँ यसलाई पनि हामी एसएमइज भन्ने क्याटेगोरीमा राख्छौँ। जहाँसम्म कुराकानी छ इम्प्लोइजको, अब यहाँ चाहिँ एउटा ब्ल्याङ्केट एउटा क्राइटेरिया के दिएको छ भन्दाखेरि चाहिँ कुनै पनि संस्थामा 300 भन्दा बढी कर्मचारीहरू कार्यरत छन् भने चाहिँ कर्मचारी भन्नुपर्दा हामीले के बुझ्नु पर्यो, पे रोलमा रहेको कर्मचारी भन्ने बुझ्नु पर्यो, स्यालेरी सिटमा आउने कर्मचारी भन्ने बुझ्नुपर्छ यसमा है। स्यालेरी सिटमा रहेका कर्मचारीहरूको सङ्ख्या 300 भन्दा बढी छ भने चाहिँ दिपक सर सेल्स 995 छ अनि कमिसन 10 छ, मतलब कमिसन पनि यदि सेल्स इन्कमसँगै जोडिएको छ भने 1005 लाई लिएर गर्नु पर्यो हजुरले है। ठिक छ, किनकि अपरेटिङ इन्कम भनेको 1005 भयो नि त यसमा। ठिक छ, ओके। अब सेल्सलाई हेर्दाखेरि 10 देखि 1 अर्बसम्मको हाम्रो हुनु पर्यो है। अब इम्प्लोइजको कुराकानी हामी गर्दै थियौँ। इम्प्लोइ चाहिँ 300 भन्दा बढी छन् भने यो स्वतः हाम्रो लार्ज एन्टिटी भन्ने क्याटेगोरीमा पर्छ। त्यो अनुसारले अब बाँकी सबै क्राइटेरिया एसएमइजको पर्छ, तर कर्मचारीको सङ्ख्या 300 भन्दा बढी नागेको छ भने चाहिँ त्यसलाई स्वतः हामी लार्ज एन्टिटी भन्ने क्याटेगोरीमा राख्छौँ। भनेपछि हाम्रो क्राइटेरियाहरू यही नै हो।
अब क्राइटेरियाहरू चाहिँ सबै पुरा हुनुपर्ने हो कि कुनै एउटा पुरा हुनुपर्ने हो त भन्ने कुराको छलफल गरौँ। र अन्तर्गत हेर्नुहोस् सबभन्दा पहिलो कुरा, बोरोइङ्स फ्रम ब्याङ्क्स एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स 5 देखि 50, 5 लोवर लिमिट, 50 अप्पर लिमिट। एसएमइजमा पर्नको लागि जुन यो लोवर लिमिट छ 5, 5, 10 र 10, लोवर लिमिट मध्ये कुनै पनि एउटा लिमिट नागेको हुनु पर्यो। सबै लिमिट नाग्नुपर्छ भन्ने जरुरी छैन। लोवर लिमिटमा कुनै पनि एउटा लिमिट नाग्ने बित्तिकै त्यो हाम्रो कहाँ पर्छ, एसएमइजमा पर्छ। तर एसएमइजमै रहिरहनको लागि चाहिँ जुन यो अप्पर लिमिट छ 50, 50, 100 र 100, यो अप्पर लिमिट चाहिँ सबैको तलपट्टि रहनु पर्यो। अप्पर लिमिटमा कुनै पनि एउटा लिमिट नाग्ने बित्तिकै त्यो हाम्रो स्वतः लार्ज एन्टिटी भन्ने क्याटेगोरीमा पर्छ। त्यसै गरिकन हेर्नुहोस् त, जुन यो लोवर लिमिट छ, लोवर लिमिटमा कुनै पनि समातेको छैन। बोरोइङ पनि 5 भन्दा कम, यो पनि 5 भन्दा कम, यो पनि 10 भन्दा कम, यो पनि 10 भन्दा कम, कुनै पनि लिमिटलाई छोएन भने फेरि यसलाई नाम दिइन्छ माइक्रो एन्टिटी। एसएमई हुनको लागि लोवर लिमिटमा कुनै पनि एउटा नाग्या हुनु पर्यो र अप्पर लिमिट सबैको यो तलपट्टि रहनु पर्यो है त। ठिक छ। चलो अबको दिनमा चाहिँ एनपिओज को लागि गैर नाफामूलक संस्थाहरूको लागि एनएएस फर एनपिओज हो। त्यो बाहेक प्रोप्राइटरशिप, पार्टनरशिप, कम्पनी, सहकारी जस्तो सुकै लिगल स्ट्याटस होस्, ती बाँकी सबै नाफा कमाउने खालका संस्थाहरूको लागि यो 3टा मध्ये कुन जुन एप्लिकेबल हुने हो त्यो किसिमले अकाउन्टिङ गर्नुपर्छ है त। यहाँ लिगल स्ट्याटस, कम्पनीको नेचर के हो, कस्तो काम गर्छ, योसँग केही सरकारै भएन। गैर नाफामूलकका लागि एनपिओज भन्ने फ्रेमवर्क छ। नाफा कमाउनेहरूको लागि चाहिँ यो 3टा मध्ये कुनै एउटा छानेर हामीले अकाउन्टिङ गर्ने पर्ने हुन्छ है। ल, अब यति भएपछि एसएमइज कुन कुन खालका संस्थाहरू एसएमइजमा पर्छन् भन्ने कुराको सायद हामीलाई अब क्लियर भयो होला। बढौँ अगाडि अब। ल, अब अलिकति कुराकानी म गर्न चाहन्छु। अब एसएमइज को बनाउनको लागि चाहिँ हामी के गर्छौँ भन्दाखेरि अहिले मैले एउटा फर्मेट यहाँ बनाइसकेको छु। यो फर्मेट आज हजुरहरूलाई सेयर हुन्छ। जति पनि काम गर्छौँ हामी अबको 10 दिनमा यही फर्मेटमा नै काम गर्ने हो। अब यहाँ कस्ता कस्ता खालका काम गर्नुपर्ने हुन्छ, के गर्नुपर्ने हुन्छ, यी सबै कुराको छलफल हामी यसमा गर्छौँ है। यो भयो हाम्रो फाइनेन्सियल स्टेटमेन्टको फर्मेट। त्यो बाहेक हाम्रो एउटा नोट्स टु अकाउन्ट्सको पनि छलफल गर्नुपर्ने हुन्छ। त्यसलाई पनि कुन कुन पोइन्टहरू के लेख्नुपर्ने हुन्छ भन्ने कुराको छलफल हामी यसैमै गर्छौँ है। ल, पछि हाम्रो फर्मेटको थोरै मैले कुराकानी गरिहालेँ यसमा। यसमा कुन कुन फिगरलाई कहाँ राख्ने, के राख्ने, कसरी गर्ने, यो हामी पाले पालो छलफल गरि नै हाल्छौँ। ल, यदि भएपछि अब म गएँ अर्को पोइन्टमा। अब सेकेन्ड पोइन्ट हामी यसमा के जोडौँ भन्दाखेरि चाहिँ हाम्रो पहिला जुन हाम्रो अकाउन्टिङ भइरहेको तरिका थियो त्यसलाई हामीले भन्छौँ जेनरली एक्सेप्टेड अकाउन्टिङ प्र्याक्टिसेस, ग्याप भनेर भन्ने गर्छौँ। ठिक छ। जेनरली एक्सेप्टेड अकाउन्टिङ प्र्याक्टिसेस, ग्याप भनेर भन्ने गर्छौँ। त्यो ग्यापमा र अब एनएफआरएस फर एसएमइजमा ट्रान्जिसन गर्ने बेलामा चाहिँ मोस्ट अफ द केसहरूमा चाहिँ कुराकानी पहिला जे थियो अकाउन्टिङ गर्ने अहिले पनि त्यही नै कन्टिन्यू हुन्छ। तर केही विषयहरूमा चाहिँ चेन्ज आउनेवाला छ। चेन्ज आउनेवाला विषयहरू कुन कुन हुन् त त्यसलाई मैले यहाँ समराइज गरेको छु। सबभन्दा पहिलो भनेको प्रपर्टी, प्लान्ट एन्ड इक्विपमेन्ट, इन्भेस्टमेन्ट प्रपर्टी सेकेन्ड पोइन्ट छ। इम्प्लोइ बेनिफिट एक्सपेन्सको अकाउन्टिङ गर्ने कुरामा केही मुद्दाहरूमा चेन्ज छ हाम्रो। इन्भेस्टमेन्ट इन सेयर्सको अकाउन्टिङ गर्ने कुरामा केही चेन्जेस छ। फरेन करेन्सी ट्रान्सलेसनमा केही चेन्जहरू आउँछ। एउटा नयाँ पोइन्ट आउँछ डेफर्ड ट्याक्सको। र यी सबै कुराहरूलाई फर्स्ट टाइम अडप्सनमा कसरी गर्ने र फाइनेन्सियल स्टेटमेन्ट प्रिपेयर कसरी गर्ने, यी पोइन्टहरूलाई हजुरहरूले एड्रेस गर्न सक्नुभयो भने 99% अफ द केसमा एसएमइज हजुरले कम्प्लाई गर्न सक्नुहुन्छ। भनेपछि अबको 10 दिनमा यी सबै पोइन्टलाई हामी पालै पालो छलफल गर्छौँ है त। पोइन्टहरू ख्याल गर्नु होला यसमा। अब हजुरहरूले एसएमइज सरी भन्दा अगाडि एमइजको लिइसक्नु भएको छ भने त्यो बेलामा हेर्नुहोस् त, यसमा त्यहाँ भएको भन्दा 2टा मात्रै पोइन्ट एक्स्ट्रा आयो होला। कुन कुन पोइन्ट आयो एक्स्ट्रा भन्नुहोस् त मलाई। अब एमइजको लिइसक्नु भएको छैन भने पनि चिन्ता नगर्नु होला, हामी यहाँ एकदम बेसिक लेभलबाटै गर्छौँ। एमइजमा पढिसकेको छ भने त्यसलाई इग्नोर गरेर हामी अगाडि बढ्दैनौँ, सबै कुरा कभर गर्ने हो यसमा। तैपनि मैले अब एमइज लिइसक्नु भएको छ भने चाहिँ त्यो बेलामा सोधिहालेँ मैले। 2टा पोइन्ट एक्स्ट्रा आयो होला। एउटा इन्भेस्टमेन्ट प्रपर्टी भन्ने पहिला थिएन हो, र अर्को डेफर्ड ट्याक्स भन्ने आयो। यो 2टा पोइन्टलाई एड्रेस गर्न सक्नुभयो भने हाम्रो एमइजमा जुन पढिसक्नु भएको छ यहाँ पनि अलमोस्ट त्यही नै हो। जुन सरहरूले एमइज पढिसक्नु भएको छ उहाँहरूलाई धेरै कुराकानी सेम नै लाग्न सक्छ यसमा है। डेफर्ड ट्याक्स र इन्भेस्टमेन्ट प्रपर्टी बाहेक बाँकी भनेको अलमोस्ट त्यही नै छ। तैपनि अब यो पढाइ भइसकेको छ भने पनि बाँकी हामीले पहिला एमइजको क्लास नलिएका पनि सरहरू यसमा छौँ हामी पार्टिसिपेन्ट्सहरू। म जानको लागि बेसिकबाटै जान्छु। जुन सरले लिइसक्नु भएको छ एमइज, यो त त्यही त रहेछ नि।
यो रिपिट भएको जस्तो फिल हुन सक्ला हजुरले चाहिँ अब किनकि अरू पनि छौँ हामी भन्ने कुरालाई एप्रिसिएट गरिदिएर त्यो अनुसारले हेर्नु होला है त कतिपय कुरा त्यहाँ क्लियर नभएको यहाँ पनि क्लियर हुन सक्छ त्यो हिसाबले यसलाई बुझिदिनु होला है त त्यति अनुरोध गरेँ मैले ल अब यति भएपछि आशिष सरको क्वेसन छ अघि मैले भनिहालेँ कि सबै लिमिटलाई हेर्ने बेलामा चाहिँ यो सबै लिमिटलाई हेर्ने बेलामा यो सबै लिमिट मध्ये जुन लोवर लिमिट छ कुनै एउटा लिमिट कट्न पर्यो अप्पर लिमिट सबैको तलपट्टि रहनु पर्यो है आशिष सर अनि अब हेर्नुहोस् है अब कुनै संस्था एसएमइज भन्ने क्याटेगोरीमा छ भने उसले स्वतः रूपमा लार्ज एन्टिटीको फुल एनएफआरएस पनि फलो गर्न पाउँछ उसले माइक्रो एन्टिटी छ भने उसले पनि एसएमइज फलो गर्न पाउँछ तर लार्ज एन्टिटी वालाले चाहिँ एसएमइजमा झर्न पाउन है आफ्नोभन्दा माथिकोमा गएर गर्न चाहिँ एलाउड गरिएको छ यो अनुसारले बुझौँ यसमा ल अब चाहिँ हाम्रो स्टेप्सहरू के हो त जुन यहाँ मैले अगाडि चित्र राखेको छु यसलाई एकदम दिमागमा फिट गर्नु होला है हाम्रो स्टेप्स के हुन्छ त सबभन्दा पहिलो कुरा हामी अहिले चलिरहेका छौँ 80-81 सालमा अब हेर्नुहोस् है 80-81 को फाइनेन्सियल स्टेटमेन्ट्स त पक्कै पनि हामी एनएफआरएस फर एसएमइज को हिसाबले प्रिपेयर गरि नै हाल्छौँ हो मलाई भन्नुहोस् त 79-80 को जुन गत वर्षको फाइनेन्सियल स्टेटमेन्ट छ त्यो कुन तरिकाले प्रिपेयर भइसक्यो होला पुरानो ग्यापको अनुसारले हो त्यसो भने चाहिँ 80-81 को चाहिँ एनएफआरएस फर एसएमइज को फिगर राख्ने र प्रिभियस इयरको रूपमा जुन गत वर्षको फिगर दिइन्छ त्यसलाई पुरानै ढाँचामा छोडिदियौँ भने चाहिँ त्यो कम्पेरेबल हुन्छ र हाम्रो हुन्न नि त त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो एनएफआरएस फर एसएमइजमा ट्रान्जिसन गर्ने बेलामा चाहिँ 80-81 को मात्रै वित्तीय विवरणलाई एनएफआरएस फर एसएमइजमा बनाएर भएन कि गत वर्षको फिगरलाई पनि हामीले एनएफआरएसमा कन्भर्ट गर्नुपर्ने हुन्छ ताकि कम्पेरेबल होस् हाम्रो बुझ्नुभयो भन्नुपर्छ प्रिभियस इयरबाट हामीले चेन्ज गर्ने कामहरू स्टार्ट गर्नुपर्ने हुन्छ अब प्रिभियस इयर भनेको कहिलेबाट गर्ने हो त भन्ने पनि कुराकानी आउन सक्ला यसमा अब हेर्नुहोस् है यसलाई चाहिँ के भनिएको छ भन्दाखेरि अब कम्पनी फर्म भएको 10 वर्ष भइसक्यो मानव अहिलेको लागि 10 वर्षदेखिको मिलाउँदै आउनुपर्ने हो कि के चाहिँ हो त भन्ने पनि कुरा आउन सक्छ यसमा यहाँ चाहिँ रुल के छ भन्ने कुराकानी हेरौँ यसमा है 79-80 को पनि चेन्ज हुने भयो दिपक सर अब कहिलेबाट सुरु गर्ने हो त नि 79-80 को पनि त चेन्ज गर्नु पर्ला 78-79 को पनि त गर्नु पर्ला 75-76 को पनि गर्नु पर्ला त्यो बेलामा अब हेर्नुहोस् एउटा म सानो पोइन्ट भन्छु हजुरले यसमा 1 बाइ 1 यस नो भन्नु होला हरेक वर्ष हामी बुक्स क्लोज गर्ने बेलामा इन्कम र एक्सपेन्सका हेडिङहरूलाई हामी पिएलमा फाल्छौँ नेट प्रफिट निस्किन्छ नेट प्रफिट गरेर रिजर्भमा जोडिन्छ हो र रिजर्भ जोडिसकेपछि जति पनि एसेट लायबिलिटी र रिजर्भहरूका ब्यालेन्सहरू छन् त्यसलाई मात्रै हामी अर्को वर्षमा क्यारी फरवर्ड गर्ने गर्छौँ ठिकको कुरा अब हेर्नुहोस् है गत वर्ष भनेको फाइनेन्सियल इयर 79-80 फाइनेन्सियल इयर 79-80 को ओपनिङको मिति भनेको 1 श्रावण 79 पक्कै पनि गत वर्ष 31 असार 79 असार मसान्त 79 को जे क्लोजिङ ब्यालेन्सहरू छ पिएललाई क्लोज गरिसकेपछि जुन सम्पत्ति दायित्व क्यापिटल रिजर्भको रकम चाहिँ हाम्रो क्लोजिङमा देखिरहेको थियो होला त्यही नै हाम्रो 1 श्रावण 79 मा ओपनिङ ब्यालेन्सको रूपमा हामीले के गरिया होला अगाडि क्यारी फरवर्ड गरिएको होला ठिकको कुरा भन्नुको अर्थ मलाई भन्नुहोस् त अब हेर्नुहोस् है एसेट हुन्छ लायबिलिटी हुन्छ क्यापिटल र रिजर्भ क्यापिटल र रिजर्भलाई एनएफआरएसमा समग्रमा एउटा इक्विटी भन्ने शब्दावली प्रयोग गरिन्छ है मैले अबका दिनमा इक्विटी भन्ने शब्द प्रयोग गरेँ भने चाहिँ यसमा क्यापिटल र रिजर्भ दुइटै पर्यो भन्ने बुझ्नु होला ठिक छ ओके अब हेर्नुहोस् है अब जाउँ नेक्स्ट पोइन्टमा है अब म एउटा पोइन्ट भन्छु 79-80 जुन प्रिभियस इयर हो योभन्दा अगाडि जति पनि कारोबार भइसकेको छ कम्पनी फर्म भएको थियो 10 वर्ष अगाडि भने चाहिँ अहिलेसम्म कम्पनीले जति पनि कारोबार गरेको छ जति पनि नाफा नोक्सान कमाएको छ जति पनि घाटा भएको छ या सम्पत्ति जोडेको छ दायित्व उसले वहन गरेको छ ती सबै कुराकानीको क्युमुलेटिभ इफेक्ट भनेकै 1 श्रावण 79 मा आयो होला भन्न मिल्ला कि नमिल्ला 1 श्रावण 79 को ओपनिङ ब्यालेन्स भनेकै कम्पनीले सुरुवात भएबाट अहिलेसम्म गरेको कारोबार
को क्युमुलेटिभ इफेक्ट नै यो दिनको ब्यालेन्समा आइरहेको होला भन्न मिल्छ नि होइन र त्यही त हो नि आखिरमा त्यसो भए मलाई भन्नुहोस् त मैले फर्स्ट श्रावण 79 को ब्यालेन्सेसहरूलाई मैले एनएफआरएसमा कन्भर्ट गरेँ भने चाहिँ अहिलेसम्मको सबै कारोबारको असर पनि हाम्रो एनएफआरएसमा कन्भर्ट भयो भन्न मिल्ला कि नमिल्ला अहिलेसम्मको क्युमुलेटिभ कुराकानी जुन कारोबारमा देखिरहेको छ त्यही कारोबारको रकमलाई नै मैले चेन्ज गरेँ भने एनएफआरएसमा अहिलेसम्मको सबै कुराकानी पनि त अटोमेटिकली एनएफआरएसमा कन्भर्ट भयो भन्न मिलिहाल्छ होइन र हो त्यो कारणले गर्दाखेरि चाहिँ हामी फर्स्ट श्रावण 79 भन्दा अगाडिकोमा जान आवश्यक छैन यो दिनको ब्यालेन्सलाई एनएफआरएस अनुसारले कन्भर्ट गर्यौँ भने चाहिँ त्यो बेलामा अहिलेसम्मको सबै कारोबार अटोमेटिकली केमा ढलिहाल्यो भन्ने बुझ्न सकिन्छ एनएफआरएसमा ढल्यो भनेर बुझ्न सकिहालिन्छ है त त्यो कारणले गर्दाखेरि हाम्रो पहिलो काम भनेको चाहिँ फर्स्ट श्रावण 79 यसलाई नाम दिइन्छ डेट अफ ट्रान्जिसन है ख्याल गर्नु होला इम्पोर्टेन्ट डेट हो यसलाई नाम दिइन्छ डेट अफ ट्रान्जिसन पहिलो काम भनेको ब्यालेन्स सिट प्रिपेयर्ड अलरेडी प्रिपेयर्ड एज पर ग्याप भनेको जेनरली एक्सेप्टेड अकाउन्टिङ प्र्याक्टिसेस शल बी कन्भर्टेड इन्टु एनएफआरएस फर एसएमइज यो पहिलो स्टेप हुन्छ पुरा क्लियर छ अब यो गरिसकेपछि यो किन गरियो त भन्दाखेरि मैले फर्स्ट श्रावण 79 को ओपनिङ ब्यालेन्सेसमा मलाई भन्नुहोस् त म कुन कुन हेडिङमा काम गरिरहेको छु फर्स्ट श्रावण 79 मा एसेट लायबिलिटी इक्विटी तीनटा मात्रमा हो किनकि ओपनिङ ब्यालेन्समा त गत वर्षबाट कुनै पनि इन्कम र एक्सपेन्सको लेजर त कहाँ क्यारी फरवर्ड हुन्छ र हैन र भन्नुपर्छ फर्स्ट श्रावण 79 मा म काम गरिरहेको छु केमा एसेट लायबिलिटी र इक्विटीका ओपनिङ ब्यालेन्सेसमा भन्नुपर्छ ब्यालेन्स सिट वाला आइटम मात्रैमा काम भइरहेको छ भन्न मिल्यो त्यसो भने सबभन्दा पहिलो काम भनेको फर्स्ट श्रावण 79 को ब्यालेन्स सिटलाई केमा कन्भर्ट गर्ने एनएफआरएसमा कन्भर्ट गर्ने यहाँभन्दा अगाडिको जति पनि नाफा नोक्सान छ त्यो रिजर्भमा आइसकेको छ रिजर्भलाई मिलान गर्यो भने हाम्रो केमा कन्भर्ट भइहाल्यो एनएफआरएसमा कन्भर्ट भइहाल्यो यो गरिसकेपछि अबको सेकेन्ड स्टेप भनेको 79-80 का लागि ओपनिङ ब्यालेन्स अब के अनुसार तयार गरियो हामीले एनएफआरएस अनुसार भनेपछि अब 79-80 को फाइनेन्शियल स्टेटमेन्टलाई एनएफआरएसमा कन्भर्ट गर्नको लागि एउटा ओपनिङ ब्यालेन्स हाम्रो के तयार भयो एनएफआरएस वाला तयार भयो नि त अब हो त्यो अब्जेक्टिभ हाम्रो यसमा हो यसपछि त 79-80 को इन्कम स्टेटमेन्टलाई हामी एनएफआरएस फर एसएमइजमा ढाल्छौँ 31 असाढ 80 को ब्यालेन्स सिटलाई यसलाई पनि हामी केमा ढाल्छौँ एनएफआरएस फर एसएमइजमा भनेपछि यसलाई स्टेप नम्बर 2 र स्टेप नम्बर 3 भनेर लेखिएको छ यसमा है त यो पिक्चर ख्याल गर्नु होला ठीक छ यो सिक्वेन्समा काम गर्नुपर्ने हुन्छ र यो 10 दिनको दौरानमा हामी यही सिक्वेन्समै काम गर्ने हो त्यो कारणले गर्दाखेरि यो पोइन्टहरु ख्याल गर्न आवश्यक छ है यति भएपछि 79-80 सम्मको गत वर्षको सबै फिगरलाई हामीले कन्भर्ट गरियो एनएफआरएस फर एसएमइजमा हो 80-81 भनेको त बल्ल बनाउन लागिरहेको भनेपछि 80-81 को बनाउने बेलामा हामी एज पर एनएफआरएस फर एसएमइज बनाइ नै हाल्छौँ ठीक छ भनेपछि यो स्टेप हामीले पुरा गर्नुपर्ने हुन्छ यो स्टेप क्लियर छ हामीलाई खड्ग सर फर्स्ट श्रावण 80 लाई डेट अफ ट्रान्जेक्सन मानेर जान पाइने अप्सन छैन है हजुरले यो स्टेप नै फलो गर्नुपर्ने हुन्छ यसमा कम्पल्सरी हो म 79-80 को लागि फिगर त्यही छोडिदिन्छु यसपालिबाट मात्रै म इम्प्लिमेन्टेसन गर्छु भन्न पाउनुहुन्न हजुरले इम्प्लिमेन्टेसन गर्ने भनेको 80-81 बाटै हो तर यो वर्षको इम्प्लिमेन्टेसन गर्ने बेलामा विगतका फिगरलाई पनि चेन्ज गरेर मात्रै अगाडि बढ्न पर्ने हुन्छ ठीक छ ल अब हेर्नुस् है जुन हामीले यो पुराना फिगरलाई कन्भर्ट गर्ने काम गरिरहेका छौं रमेश सर नन फन्डेड लिमिट लिने होइन यसमा ओन्ली फन्डेड लिमिट जुन ब्यालेन्स सिटमा देखिन्छ त्यो लिने हो है विशेष त्यो एमएज वाला कुराकानीमा पनि यही नै हो स्टेप्सहरु सबैमा त्यही नै हुन्छ है सबैलाई त्यही हो तर एमएजमा कुनै किसिमको रिल्याक्सेसन छ यहाँ चाहिँ छैन त्यति मात्रै फरक हो त्यसो भए अब हेर्नुस् है हामीले 80-81 को वित्तीय विवरण तयार गर्ने बेलामा ब्यालेन्स सिट बनाउने बेलामा चाहिँ पक्कै पनि हामीले असार मसान्त 81 को त दिनै पर्छ ब्यालेन्स सिट र प्रिभियस इयरको असार मसान्त 80 को पनि दिने गरेकै हो त्यो बाहेक किनकि हामीले फर्स्ट श्रावण 79 को ब्यालेन्स सिटलाई पनि एनएफआरएस मा कन्भर्ट गरेका छौं पहिलो आर्थिक वर्षमा 3 वटा ब्यालेन्स सिट हामीले के गर्नुपर्ने हुन्छ प्रेजेन्टेसन गर्नुपर्ने हुन्छ बुझ्नुभयो पहिलो वर्षमा हामीलाई चाहियो कतिवटा ब्यालेन्स सिट 3टा चाहियो किनकि हामीले यो मितिको फर्स्ट श्रावण 79 को ब्यालेन्सलाई पनि चलाएका छौं
यो वर्षको र यो वर्षको त दिने गरेकै हो पहिला पनि होइन र, करेन्ट इयर र प्रिभियस इयर त पहिला पनि दिने गरेकै हो नि। त्यसको थप एउटा के पनि आउने भयो, फर्स्ट राउन्ड 79 को पनि आउन सक्ने भयो है। साउन्डमा त्यस्तो कुनै प्रब्लम हो र? साउन्ड अलि लाउड गर्नुपर्ने त्यस्तो केही छ? त्यो साउन्डमा यदि प्रब्लम भएको भने हजुरको त्यहाँ सिस्टममा नै अलिकति भोल्युम कम भएको पनि हुनसक्छ है। म यहाँ माइक लाएर बसिरहेको छु, सायद साउन्डमा प्रब्लम नहुनु पर्ने हो। ल अब यो पिक्चर क्लियर भइसकिसकेपछि हेर्नुहोस् त, जुन हाम्रो त्यो फर्मेट छ यहाँ हेर्नुभयो भने स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन लेखा देख्न सक्नुहुन्छ। यहाँ 3टा कलम देख्नुहुन्छ होइन, हेर्नुहोस् त। देवेन्द्रजी यहाँ फरक छ है। अनि एउटा सानो कुराकानी मैले के निवेदन गर्न चाहेँ भन्दाखेरि कहिलेकाहीँ बिचमा चाहिँ कहिलेकाहीँ टेक्निकल रिजनले गर्दाखेरि चाहिँ नेटको प्रब्लम हुन सक्ला, कहिलेकाहीँ कुनै समस्याले गर्दाखेरि बिचमा हाम्रो भिडियो हजुरले चाहिँ त्यहाँ मिस भएको पनि हुनसक्छ। यदि मिस भएको छ भने चाहिँ आजको जति पनि रेकर्डिङ हुन्छ यो हजुरलाई इमेलको थ्रु पनि उपलब्ध हुन्छ। त्यो कारणले गर्दाखेरि आजको भिडियो रेकर्डिङ कुनै बिचमा छुट्यो, लाइन गयो, इन्टरनेट गयो भने पनि त्यो बेलामा समस्या हुन्न, त्यो पछि रिपिट गरेर हेर्न सक्नुहुन्छ है। त्यो कारणले गर्दाखेरि बिचमा यदि छुट्या छ भने चाहिँ त्यो भिडियोको मार्फतबाट यसलाई कभर गर्ने कोसिस गर्नु होला, किनकि हामीसँग टाइम लिमिटेड छ। अब सबै कुरा रिपिट गर्न पनि त्यति सम्भव नहुन सक्ला है, यसलाई हजुरले त्यो हेरिदिनु होला। तैपनि अब छुट्या छ भने चाहिँ हजुरको लागि भिडियो रेकर्डिङ उपलब्ध छ, त्यसलाई हजुरले उपयोग गर्न सक्नुहुन्छ। यति निवेदन गर्न चाहेँ मैले है। त्यसो भए हेर्नुहोस् त यहाँ सर फर्मेट सबै आउँछ, इमेलमै आउँछ, चिन्ता नगर्नु होला। हजुरकै लागि भनेर बनाएको फर्मेट हो, पाउनुहुन्छ हजुरहरूले। हेर्नुहोस् त यहाँ हाम्रो पहिलो गरियो फर्स्ट राउन्ड 79 मा, 31 असाढ 80 मा र 81 मा। भनेपछि पहिलो वर्ष गर्ने बेलामा यो 3टा चाहिन्छ हामीलाई। यसपछिका वर्षमा 81 82 बाट चाहिँ त्यो पुरानै अनुसारले 2-2टा मात्रै राख्न पाउनुहुन्छ हजुरहरूले, जस पहिलो वर्षमा 3टा चाहिने भयो हामीलाई है। त्यसै गरिकन मलाई भन्नुहोस् त यसमा यो चित्र हेर्दाखेरि चाहिँ इन्कम स्टेटमेन्ट चाहिँ कतिवटा चाहिएला हामीलाई? ब्यालेन्स सिट चाहियो 3टा, इन्कम स्टेटमेन्ट कतिवटा चाहिएला? 2टा भए पुग्छ है। अनि सरको कुनै क्वेसन छ भने त्यहाँ अलिकति लामो खालको क्वेसन छ भने क्युएनएमा ड्रप गर्नु होला है, किनकि च्याट बक्समा क्वेसन राख्नुभयो भने चाहिँ त्यो माथि माथि सरेर फेरि त्यहाँ हराइहाल्छ। हजुरहरूले ए ओके ठिक छ, माथि क्युएनएमा ड्रप गर्नु होला है, किनकि क्वेसन आयो भने त्यहाँ माथि माथि च्याट बक्समा सर्छ। त्यो क्युएनएमा भयो भने मलाई एड्रेस गर्न इजी होला है। जति पनि आज क्युएनएमा आन्सर आउँछ, कसरी क्वेसन्सहरू आउँछ, म भोलिको सेसन स्टार्ट गर्ने भन्दा अगाडि पहिला हिजोका क्वेसन्सहरू एड्रेस गर्छु। त्यो अनुसारले क्युएनएमा ड्रप गर्नुभयो भने इजी होला है। ठिक छ ल, त्यसो भने अब यति भइसकिसकेपछि जाउँ अब मेन सबभन्दा पहिलो पोइन्टमा जाउँ हामी। दिपक सर एभ्री इयर होइन, अनुसूची पनि 3 वर्षको चाहियो। ब्यालेन्स सिटमा 3टा कलम भइसकेपछि त सेड्युलमा पनि के चाहियो हामीले 3टा चाहियो नि त अभियसली है। सबभन्दा पहिलो पोइन्टमा गएमा प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट, सबभन्दा बढी जटिल मानिने पनि विषय यही नै हो। अब यसलाई एड्रेस गरौँ पहिला। जति पनि म यहाँ कुराकानी गर्छु, जुन जुन सरहरूले पहिला एमएस लिइसक्नु भएको छ सेम कुरा रिपिट भएको फिल हुन्छ हजुरहरूलाई। अब मैले भनिहालेँ अघि चाहिँ, अब किनकि सबैलाई कभर गर्नुपर्ने हुन्छ, धैर्य राखिदिनु होला यसमा है। प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्टमा हो हेर्नुहोस् है, मैले यसमा एउटा स्याम्पलको लागि चाहिँ एउटा ग्यापवाला ब्यालेन्स सिट दिएको छु है, पुरानोवाला जिएपी वाला हो यो चाहिँ है। यसलाई फोकस गरौँ। यो भनेको हाम्रो 79-80 को, पक्कै पनि 79-80 मा यो कम्पनीले आफ्नो फाइनेन्सियल स्टेटमेन्ट त पुरानै ग्याप अनुसार तयार गरे होला, अभियसली हो। सबभन्दा पहिलो बुँदालाई मैले टेकेँ यसमा है, प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट। यो बुँदामा जाउँ। 31 सेकेन्ड असार 79 मा 3,75,29,056 छ। 31 असार 80 मा छ 3,84,13,086। मलाई भन्नुहोस् त जुन यो प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट भन्ने रकम छ यो कुन हिसाबले लेखाङ्कन भएर बस्या होला यसमा? पहिला पहिला धेरै कम्पनीहरूमा के गर्ने गरेको पाइन्थ्यो, इन्कम ट्याक्स एक्ट अनुसारले अकाउन्टिङ गर्ने गरेको पाइन्थ्यो। सबै कम्पनीमा इन्कम ट्याक्स एक्ट अनुसारले अकाउन्टिङ भएको हुन्छ भन्ने पनि जरुरी छैन, तर चाहिँ मेरो अनुभवमा मैले हेर्दाखेरि चाहिँ धेरै कम्पनीहरूमा हजुरले पनि त्यही देख्नु भयो होला,
ट्याक्सकै किसिमले अकाउन्टिङ गर्ने गरेको बढी पाइन्छ। त्यो कारणले गर्दाखेरि ट्याक्सको अनुसारले नै भयो होला भन्ने अजम्पसनमा मैले क्वेसन्स यसमा राखेको छु है। त्यसो भने हेर्नुहोस् त, हाम्रो पहिलाको अकाउन्टिङ गर्ने तरिका भनेको प्योरली ट्याक्स ड्रिभन अकाउन्टिङ थियो। अब यहाँ एनएफआरएस फर एसएमइजले के भन्छ त? ल भन्नुहोस् त, एउटा सम्पत्ति किनिया छ फर्निचर, ल मानौ अहिलेको लागि 1 लाखमा। 1 लाखमा फर्निचर किनियो है एक्जाम्पललाई। यसलाई एभ्री इयर डेप्रिसिएसन चार्ज गरेर के गर्नुपर्ने हुन्छ, मूल्य घटाउँदै घटाउँदै ल्याउनु पर्ने हुन्छ। यसको लजिक के हो? खासमा डेप्रिसिएसनको मूल धारणा के हो अथवा चाहिँ मूल यसको बुझाइ के हो? यो 1 लाखको सम्पत्तिले हामीलाई 1 वर्ष मात्रै बेनिफिट दिने होइन, यसले मल्टिपल इयर्ससम्म बेनिफिट दिन सक्छ। त्यो कारणले गर्दाखेरि जति वर्ष यसबाट बेनिफिट पाउन सकिन्छ, यो 1 लाख त्यति नै वर्षको खर्च हो भन्ने हाम्रो बुझाइ हो, होइन र? हो। अब हेर्नुहोस् है, पहिला पहिला हामीले ट्याक्सको अनुसारले गरे भए यो सम्पत्तिलाई हामी कहाँ राख्थ्यौँ? पुल बीमा राखेर कति पर्सेन्टले गर्थ्यौँ? 25%ले हो। पहिला गर्ने गरेको त यही हो नि त। पुससम्म किने हो भने फुल डेप्रिसिएसन, माघ फागुन चैतमा किने हो भने 2/3, अनि त्यसपछि किने हो भने 1/3 गरेर गर्ने गरे हो पहिला, होइन र? त्यसो भए मलाई भन्नुहोस् त, फर्निचर त नयाँ पनि हुन्छ, पुरानो पनि हुन्छ, टिकाउ पनि हुन्छ, कच्ची पनि हुन्छ। सबै फर्निचरहरूलाई 25%ले नै गर्नु भनेको चाहिँ ती सबै फर्निचरको आयु एउटै हुन्छ भन्ने हामीले अनुमान लिएर गरेको भन्ने बुझेन र? पक्कै पनि 25%ले राजकट्टी गर्दै गर्दै गइयो भने चाहिँ केही वर्षपछि सम्पत्तिको मूल्य भनेको नगन्य मूल्यमा आइपुग्छ। हो। त्यो कारणले गर्दाखेरि चाहिँ पहिला हामीले इन्कम ट्याक्समा जुन तरिकाले गर्दै आइएको थियो त्यो अलिकति हाम्रो केसँग मिलेन, अलिकति हाम्रो जुन अकाउन्टिङको सिद्धान्त छ योसँग मिलेन। सबै सम्पत्तिको लागि युजफुल लाइफ एउटै मान्ने, एउटै विधिले अकाउन्टिङ गर्ने, यो अलिक ठिक भएन नि त। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो एनएफआरएस फर एसएमइजमा एउटा के अवधारणा लिएको छ भन्दाखेरि चाहिँ कुनै पनि सम्पत्तिको चाहिँ कति वर्ष आयु चल्छ त्यो आयु हामीले अनुमान गर्ने हो। त्यो आयुको अवधिभरिमा नै यसलाई के गर्नुपर्ने हुन्छ? राजकट्टी गर्नुपर्ने हुन्छ। भन्नुको अर्थ हाम्रो युजफुल लाइफ भन्ने कन्सेप्ट ल्याइएको छ। बुझ्नुभयो? युजफुल लाइफ भनेको उपयोगी आयु। अब यसमा चाहिँ हामीले प्र्याक्टिकली गर्नको लागि कस्ता खालका यसमा सहजीकरण लिन सकिन्छ यो म पछि आउँछु। अहिलेको लागि सिद्धान्त बुझौँ। सिद्धान्त बुझिसकेपछि प्र्याक्टिकल एप्लिकेसनको लागि यसमा कस्ता कस्ता खालका हामीले चाहिँ सरलीकरणलाई उपयोग गर्न सकिन्छ भन्ने कुरामा म सेकेन्ड स्टेपमा आइ नै हाल्छु। र सिद्धान्त बुझौँ न है। त्यसो भने अब हेर्नुहोस् है, यो सम्पत्तिको युजफुल लाइफ मैले अनुमान गर्नु पर्यो। अब अनुमान गर्ने कसरी भन्ने कुरा आउला। अनुमान त कसरी गर्ने हो र? अब कम्पनीको व्यवस्थापनले गर्ने हो है। अब म त्यही भन्दैछु सर है, म भन्दैछु सर। फर्निचर किनिएको रहेछ 1 लाख रुपियाँको। त्यसो भने अब यो फर्निचरको हामीलाई के चाहियो? युजफुल लाइफ चाहियो। युजफुल लाइफ कसरी निकाल्ने होला? मलाई भन्नुहोस् त, आजको दिनमा यो फर्निचर मैले किनेको छु 1 लाखमा, यसले मलाई कति वर्षसम्म काम दिन्छ एक्ज्याक्टली भन्न मिल्छ र? अझै थाहा हुन्छ र मलाई? कसरी थाहा हुन्छ र, होइन र? यो न त प्रयोग गर्दै जाने हो, कति वर्ष टिक्ला यो त भविष्यले बताउने कुरा हो। त्यो कारणले गर्दाखेरि युजफुल लाइफ भनेको जहिले पनि के नै गर्ने हो? एस्टिमेट नै गर्ने हो, यो अनुमान नै गर्ने हो। अब हेर्नुहोस् है, एउटा कम्पनीले किने रहेछ एउटा भेहिकल हो। भेहिकल पनि कुनै फर्स्ट ह्यान्ड किने होला, कसैले सेकेन्ड ह्यान्ड किने होला, कसैले के किने होला। भेहिकल किन्दाखेरि पहिला पहिला के गर्ने गरिन्थ्यो? सबै भेहिकललाई 20%ले डेप्रिसिएसन गर्ने गरिन्थ्यो, होइन र? ट्याक्समा। मलाई भन्नुहोस् त, नयाँ गाडी, पुराना गाडी, थोत्रो, नयाँ जस्तोसुकै होस्, ब्रान्डेड अनब्रान्डेड जस्तोसुकै होस्, सबैको लागि चाहिँ 20%ले गर्नु भनेको एउटै युजफुल लाइफ भयो भन्ने माने होइन हामीले? कतिको ठिक हो त्यो? अब हेर्नुहोस् है, गाडी एउटै छ, एउटै भेहिकल दुईटा कम्पनीले किने, एउटाले प्रयोग अलिकति जतन गर्ला, अर्कोले जतन नगर्ला भनेपछि एउटै सम्पत्ति पनि दुईटा व्यक्तिले किनेका छन् भने प्रयोग गर्ने मान्छेले प्रयोग कसरी गरिरहेछ भन्ने किसिमले आयु तलमाथि पर्न सक्छ, होइन त? त्यो कारणले गर्दाखेरि मलाई भन्नुहोस् त, एनएफआरएस फर एसएमइजको फ्रेमवर्कमा
यस्ता खालका सम्पत्तिमा यति युजफुल लाइफ लिने भनेर तोक्न कतिको व्यवहारिक हुन्छ? कसरी तोक्न यो सम्भवै छैन नि, होइन र? एउटै सम्पत्ति प्रयोग गर्ने तरिकाले गर्दाखेरि के हुन्छ, यसको युजफुल लाइफ तलमाथि परिरहेको हुन्छ भनेपछि यो नितान्त एस्टिमेट नै गर्ने हो र एस्टिमेट गर्ने जिम्मेवारी कसको? कम्पनीको म्यानेजमेन्टको, है। कम्पनीको व्यवस्थापन जसले प्रयोग गर्छ उसलाई नै बढी थाहा हुन्छ भनेपछि जसले प्रयोग गरे उसले नै हेर्नु पर्यो सम्पत्ति मैले कसरी प्रयोग गर्छु, कस्तो खालको सम्पत्ति हो, कतिको युजफुल लाइफ होला भन्ने ऊ आफूले के गर्नु पर्यो, अनुमान गर्नु पर्यो। ठिक छ। त मानव अहिलेको लागि फर्निचरको मैले युजफुल लाइफ लिएँ 5 इयर्स। फर्निचरको लागि 5 वर्ष यसो हेर्दाखेरि रिजनेबल देखियो कि देखिएन? यसो हेर्दाखेरि अब हेर्नुहोस् है, म 5 वर्ष लिउँ कि वाइ नट 6 इयर्स, वाइ नट 4 इयर्स भन्ने कुरा आउन सक्ला। यसमा हार्ड एन्ड फास्ट केही पनि छैन। यसलाई हामीले चाहिँ भोलि कसैले क्वेसन गर्यो भने चाहिँ डकुमेन्टको रूपमा देखाउनको लागि चाहिँ एउटा हजुरले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ कुनै पनि कम्पनीको सम्पत्ति जुन खरिद भएको छ बोर्डबाट माइनिटिङ गराउने, यो सम्पत्तिको युजफुल लाइफ यति लिएको छ भन्ने किसिमले माइनिटिङ गराएर राख्नुभयो भने डकुमेन्टेसन काम त्यसैले गर्छ हाम्रो। ठिक छ। किनकि कम्पनीको व्यवस्थापन भनेकै एक हिसाबले बोर्ड अफ डाइरेक्टर पनि त हो नि, व्यवस्थापनकै पार्ट त हो नि, होइन र? म्यानेजमेन्टकै पार्ट त हो नि आखिरमा। त्यो कारणले गर्दाखेरि चाहिँ कम्पनीको बोर्डबाट माइनिटिङ गराउने, युजफुल लाइफ यति लिएको छ भनेर उसले अनुमान गरेर दिन्छ हामीलाई। हामीले सजेसन गर्नु पर्ला छुट्टै कुरो। त्यो अनुसारले लियौँ भने भोलि कसैले क्वेसन गर्यो भने पनि हामीसँग बोल्ने केही आधार होस्। हाम्रो एनएफआरएस फर एसएमईले बोर्ड माइनिटिङ चाहिन्छ भनेर भन्ने होइन, उसले सिद्धान्त दिने हो। त्यो सिद्धान्तमा रहेर डकुमेन्टेसनवाला कुराकानी मिलाउनको लागि चाहिँ हामीले के गर्न सकिन्छ, बोर्ड माइनिटिङ गराएर गर्न सकिन्छ, है त। बुझ्नुभयो? ल अब हेर्नुहोस् है, यसको मैले युजफुल लाइफ लिएँ 5 इयर्स, सायद फर्निचरको लागि डिपेन्डिङ अन द नेचर 5 इयर्स ठिकै पनि होला। ओके, अब हेर्नुहोस् है, 5 वर्ष चलिसकेपछि पनि सम्पत्तिको भ्यालु 0 हुन्छ भन्ने जरुरी छ र? बिक्री गर्दाखेरि केही न केही भ्यालु आउन सक्छ स्क्रैपमा, हो? यस्तो होइन सर, अब त्यो कोअपरेटिभको केसमा चाहिँ मेन बढीमै जानुपर्छ भन्न खोजिया होइन। अब भन्नुहोस् त, सहकारीमा चाहिँ एजिएमबाट गराएर यो माइनिटिङ गराउन सम्भव हुन्छ र? यो हुन्न नि त। त्यो एजिएमले एपोइन्ट गरेको बोर्डबाट गरायो भने हुन्छ कि यसमा चाहिँ सबै कुराको लागि एजिएम जानुपर्छ भन्ने जरुरी छैन। कम्पनीको व्यवस्थापनले गर्ने हो नि त आखिरमा। पछि यहाँ के पनि चाहियो हामीलाई, रेसिडुअल भ्यालु। मानव अहिलेको लागि 20,000 होला भन्ने मैले अनुमान गरेँ, अथवा 15,000 है त। मलाई भन्नुहोस् त, 5 वर्षपछि सम्पत्ति कतिमा बिक्री होला? यो ठ्याक्कै भन्न मिल्छ कि यो पनि अनुमानै गर्नुपर्ने देखियो? पाँच वर्षपछि कतिमा बिक्री होला? यो पनि के नै गर्ने हो, अनुमान नै गर्ने हो। प्र्याक्टिकली चाहिँ धेरै कम्पनीले के गर्ने गरेको पाइन्छ भन्दाखेरि चाहिँ हरेक पटक रेसिडुअल भ्यालु निकाल्न सम्भव नहुन सक्छ, डिपेन्डिङ अन द नेचर। कतिपयले प्राय 5% अफ कस्ट, कतिपयले 10% अफ कस्टलाई के मानेका हुन्छन्, रेसिडुअल भ्यालु मानेका हुन्छन् है। हामीले पनि यही कुनै एउटा पोलिसी लिएर गर्न सकिन्छ। धेरै टाउको दुखाउनु पनि आवश्यक छैन कि यसमा चाहिँ, है। कतिपय कम्पनीले 5% अफ कस्टलाई लिएका हुन्छन्, कतिपयले 10% अफ कस्टलाई भनेपछि अब यस्तै अनुसारले कुनै एउटा टेक्निक लिएर गर्न सकिन्छ। हार्ड एन्ड फास्ट केही पनि छैन यसमा पनि। मानव अहिलेको लागि मैले कति लिएँ? 15,000। त्यसो भने अब मैले के गर्नु पर्यो? 1 लाखको फर्निचर किनिया छ, 15,000 फिर्ता नै आउँछ भनेपछि कति खेर गयो मेरो? 85,000 हो। त्यो 85,000 भनेको खेर भएर जाने रकम हो। यसलाई नै 5 वर्षमा के गर्ने हो, हामीले राजकट्टी खर्च भनेर बुक गर्ने हो। ठिक छ। भनेपछि कति आउने भयो एभ्री इयर डेप्रिसिएसन? निकाल्दिनुहोस्। 1 लाख माइनस 15,000 डिभाइड बाई 5 वर्ष गर्ने हो। कति आउँछ? 17,000। अब हेर्नुहोस्, एउटा पोइन्ट ख्याल गर्नु पर्यो हामीले। मानव यो किनिएको रहेछ कहिले भन्दाखेरि चाहिँ भगवान सर, हाम्रो रेसिडुअल भ्यालु सधैँभरि हुनैपर्छ भन्ने जरुरी छैन। यो 0 हुन पनि सक्छ है। जस्तो हामीसँग पुराना डेस्कटपहरू छन्, त्यो डेस्कटपहरूको चाहिँ भोलि बिक्री गर्न पर्यो भने पनि कुनै मूल्य आउने भने रद्दीमा फाल्ने बाहेक अरू काम केही पनि हुन्न भनेपछि रेसिडुअल भ्यालु हुनैपर्छ भन्ने जरुरी छैन, 0 हुन पनि सक्छ है। अर्को पोइन्ट हेर्नुहोस् है, मानव यो मैले सम्पत्ति किनेको रहेछु कहिले भन्दाखेरि 2000 अब 80-81 मा छौँ गरे भनेपछि 80 सालको 8 महिना 5 गते किनेका रहेछौँ मानव अहिलेका लागि। ठिक छ। 8 महिना 5 गते किनेका रहेछौँ।
मलाई भन्नुहोस् त 17,000 भनेको फुल इयरको डेप्रिसिएसन हो नि त यो त हैन र अब विपिन सर रेसिडुअल भ्यालु निकाल्ने पनि कम्पनीको व्यवस्थापनले हो है राजकट्टीमा सम्पूर्ण कुराकानी कम्पनीको व्यवस्थापनले अहिलेको लागि कम्पनीको बोर्डले भनेर बुझ्नु भयो हुन्छ अथवा कम्पनीको टप लेभल म्यानेजमेन्टले जसले गरे पनि कम्पनीको व्यवस्थापनले गर्नु पर्यो व्यवस्थापनले अनुमान लिन्छ माइनिटिङ गराउने डकुमेन्टमा राख्ने त्यो अनुसार राजकट्टी निकाल्ने है त अब हेर्नुहोस् है हामीले पहिला के गर्थ्यौँ भन्नुहोस् त मङ्सिर 5 मा किनिया छ भने सम्पत्तिमा फुल इयर चार्ज गर्ने गर्थ्यौँ हैन र अक्रुर सर हजुरले त्यो क्वेसनलाई उत्तर राख्नु होला है क्युएनएमा राख्नु होला है माथि सर्छ मैले एड्रेस गर्न भ्याउन फेरि त्यो क्युएनएमा गरोस् म भोलि बिहान त्यसलाई सल्लाह गर्छु अब हेर्नुहोस् है यहाँ हेर्नुहोस् त हाम्रो आर्थिक वर्ष अन्त्य कहिले हुन्छ यो केसमा 2081 3 महिना 31 गते हो भने अब हामीले एनएफआरएसमा अकाउन्टिङ गर्ने बेलामा चाहिँ कति दिन प्रयोग भएको छ डेज काउन्ट गरेर निकाल्नु पर्ने हुन्छ है त्यो पहिलाको जस्तो 1 तिहाई 2 तिहाई गरेर निकाल्न पाइएन ठिक छ पछि हेर्नुहोस् त यदि मैले यो मितिमा किने हो भने यो मितिमा किनेर यहाँसम्म प्रयोग गर्ने बेलामा कति दिन प्रयोग भएको देखिया छ यो माइनस यो 238 दिन प्रयोग गरेँ नि त मैले वर्षमा हुन्छ 365 दिन मैले प्रयोग गरेको छु 238 दिन भनेपछि मैले फुल इयर चार्ज गर्न मिल्दैन मैले कति गर्नु पर्यो 1 लाख माइनस 15,000 डिवाइड बाई 5 वर्ष कति दिन मात्रैको गर्नु पर्यो 238 दिन आउट अफ 365 गरेर गर्नु पर्यो मैले बुझ्नुभयो पहिलाको जस्तो 1 तिहाई 2 तिहाई वाला हिसाब गर्न पाइएन त्यसो गर्दाखेरि कति हुन आयो 11,085 मलाई भन्नुहोस् त यो डेप्रिसिएसन जुन निकालियो हामीले एसएलएम मेथडले गरियो कि डिमिनिसिङ ब्यालेन्स मेथडले गरियो यो चाहिँ यसलाई डब्ल्युडिबी पनि भनिन्छ एसएलएम ले गरियो हो अब एसएलएम ले नै गर्नुपर्ने हो त भन्ने क्वेसन आउँछ त्यो पनि छैन एसएलएम प्रयोग गर्ने कि डब्ल्युडिबी प्रयोग गर्ने यो पनि कसको चोइस नै हो कम्पनीको व्यवस्थापनको चोइस हो भन्नुपर्छ हेर्नुहोस् त युजफुल लाइफ अनुमान गर्ने काम पनि कम्पनीको रेसिडुअल भ्यालु अनुमान गर्ने काम पनि कम्पनीको राजकट्टी कुन विधिले गर्ने काम यो पनि कसले नै गर्ने हो कम्पनी आफैले अनुमान गर्ने हो बुझ्नुभयो हैन मतलब डेप्रिसिएसन कम्प्लिटली कसलाई छोडिएको छ कम्पनीको व्यवस्थापनलाई तिमीलाई जे ठिक लाग्छ त्यो गर भनेर छोडिएको छ बुझ्नुभयो राजकट्टीमा युजफुल लाइफ निकाल्ने काम कसको कम्पनीको व्यवस्थापनको रेसिडुअल भ्यालु निकाल्ने काम कसको कम्पनीको व्यवस्थापनको विधि कुन प्रयोग गर्ने यो पनि कसको हाम्रो व्यवस्थापनको अब हेर्नुहोस् है यदि हजुरले यहाँ राजकट्टी विधि यो वाला प्रयोग गर्न खोज्नुभयो भने चाहिँ यस त्यहाँ डकुमेन्टेसन गर्ने बोर्ड माइनिटिङ गर्ने राख्ने है विपिन सर ट्याक्सवाला कुराकानी आउँछ एकछिनमा पर्खिनुहोस् है देवेन्द्रजी सबै कुरा आउँछ अहिलेको लागि सबै कुराकानी म कभर गर्छु जे पोइन्ट हाम्रो भइरहेको छ त्यो पोइन्टलाई मात्रै फोकस गर्नुहोस् है अब हेर्नुहोस् है मानव कम्पनीलाई कुन मेथड फलो गर्न मन लाग्यो डब्ल्युडिबी मेथड मलाई एसएलएम गर्न मन लागेन अब हेर्नुहोस् है एउटा इक्जाम्पल लिएँ मैले मसँग एउटा मिटिङ टेबल छ मिटिङ टेबलमा हिजो पनि मिटिङकै लागि प्रयोग गर्ने हो 1 वर्षपछि पनि मिटिङकै लागि प्रयोग गर्ने हो सम्पत्तिको उपयोगिता भनेको युजफुल लाइफ भरिमा त्यो मिटिङ टेबलको एकै नासको छ कि कस्तो छ भन्नुहोस् त हिजो पनि बसेरै गरे हो आज कामै गर्ने हो आज पनि बसेरै काम गर्ने हो पुरानो भएपछि रङ उकिएला अलिकति ठाउँ उकिएला अलिकति हल्लिएला जस्तो जे भए पनि सम्पत्तिको प्रयोग त उस्तै हुन्छ नि त हैन र मिटिङ टेबल पुरानो भएर केही फरक पर्ने हो र हामीले होइन नि त भनेपछि किनकि यो सम्पत्तिबाट युजफुल लाइफ भरिमा इक्वल प्याटर्नमा मैले बेनिफिट पाइरहेको छु भनेपछि राजकट्टी पनि हरेक वर्षमा इक्वल रकमले गरिदिए हुन्छ त्यो बेलामा कुन मेथड प्रयोग गरेको ठिक होला एसएलएम मेथड हो गजराज सर सिम्पल यो डेट माइनस यो डेट गर्नुहोस् न यति गए आउँछ है त्यो गर्नको लागि यो डेटको फर्मेट ठिक हुनुपर्छ
डेट गर्ने बेलामा इक्वल्स टु डेट गर्नुहोस् अनि लेख्नुहोस् इयर छ 2079 महिना 8 महिना 5 गते यसरी गर्नुपर्छ अनि मात्रै आउँछ है सरी 80 ल अब हेर्नुहोस् है डब्लुडिबी मेथड गर्ने हो भने मलाई के चाहियो रेट चाहियो होइन र अब प्रेमराज सर त्योलाई नियमावलीमा उल्लेख गर्न ठिक नहुन सक्छ किनकि जुन नयाँ सम्पत्ति किनिन्छ त्यसको लागि फेरि त्यसमै नियमावली संशोधन हरेकपटक गर्न सम्भव नहुन सक्छ है अब हेर्नुहोस् है डब्लुडिबीमा रेट चाहिन्छ रेट निकाल्नको लागि एउटा सूत्र प्रयोग गर्नुपर्छ अब अहिलेको लागि म सिद्धान्त भन्छु यो बाहेक अब सरलीकरण गर्नको लागि सहजीकरणको लागि के गर्न सकिन्छ यो पछि आउँछ है त रेट निकाल्नको लागि के गर्न सक्नुहुन्छ भन्दाखेरि फर्मुला युज गर्नुहोस् 1 माइनस रेसिडुअल भ्याल्यु डिभाइड बाई युजफुल लाइफ टु द पावर 1 सरी डिभाइड बाई कस्ट हो है टु द पावर 1 डिभाइड बाई युजफुल लाइफ यो सूत्र प्रयोग गर्नुपर्छ के निकाल्नको लागि डब्लुडिबी अन्तर्गत रेट निकाल्नको लागि म गरेर देखाउँछु यसमा इक्वल्स टु गर्नुहोस् 1 माइनस रेसिडुअल भ्याल्यु यो क्वेसनमा कति हो 15,000 डिभाइड बाई कस्ट कति हो 1 लाख टु द पावर 1 डिभाइड बाई युजफुल लाइफ कति हो 5 वर्ष हो त्यो गर्नुभयो भने यो रेट आउँछ कति आयो हेर्नुहोस् त 31.57%। अब राउन्ड अफ गरेर पनि गर्न सक्नुहुन्छ 32 लिएर गरिदिए पनि हुन्छ नो प्रब्लम यसमा है त भनेपछि यो हिसाबले गर्न सकिन्छ यसमा पछि अब म यसलाई समराइज गर्छु है अहिले इक्जाम्पलमा आउँछौँ फेरि पनि पुरानो ट्रिटमेन्टमा याद गर्नुहोस् त डेप्रिसिएसनलाई हामीले पुल बेसिसमा क्याल्कुलेसन गर्थ्यौँ इन्कम ट्याक्स एक्ट अनुसार हो पहिला गर्ने गरेको यस नो भन्नुहोस् तर एनएफआरएस फर एसएमइजमा अब पुल वाइज गर्न पाइएन सम्पत्तिको इन्डिभिजुअली हामीले युजफुल लाइफ कन्सेप्ट लिएर गर्नु पर्यो ठिक हो पहिलो डिफरेन्स दोस्रो कुरा यो चौथो पोइन्ट पढ्नुहोस् पहिलाको हाम्रो ग्यापवाला ट्रिटमेन्टमा कुनै पनि सम्पत्तिको एसेट बाई एसेट रेकर्ड तयार नगरे पनि पुल बाई पुल डाटा मेन्टेन गरे पनि काम चल्थ्यो हाम्रो ठिक हो ब्लक बाई ब्लक डाटा मेन्टेन गरे पनि काम चल्थ्यो सम्पत्ति किने पनि ब्लकमै लगेर जोड्ने त आइआरडी वाला कुराकानी म पछि आउँछु है म फेरि पनि निवेदन गरेँ ट्याक्स वाला कुराकानी म सेकेन्ड स्टेपमा जोड्छु त्यो फेरि पनि आउँछ नै चिन्ता नगर्नु होला 10 दिनको ट्रेनिङ हो सबै कुरा पाले पालो आउँछ है कुनै पनि कुराको कुराकानी गर्ने बेलामा ट्याक्स पनि जोडिएन भने अप्रुभ हुन्छ यो थाहा हामीले पनि महसुस गरेका छौँ त्यो ट्याक्स पनि आउँछ चिन्ता नगर्नु होला पुरानो ट्रिटमेन्टमा सम्पत्तिको एसेट बाई एसेट रेकर्ड तयार नगरे पनि वित्तीय विवरण बन्थ्यो ट्याक्समा तर अब एनएफआरएसमा आइसकिसकेपछि के गर्नु पर्यो हामीले एसेट बाई एसेट रेकर्ड तयार गर्न पर्यो यो अर्को चेन्ज बुझ्नुभयो एउटा फिक्स्ड एसेटको रजिस्टर तयार गर्न पर्यो अब एक्सेलमा अहिले त हाम्रो ट्याली लगायतका विभिन्न सफ्टवेयरमा पनि यो फिचर अभाइलेबल हुन्छ त्यहीँ गर्न पनि सकिन्छ होइन भने एक्सेलमा गर्नुभयो पनि हुन्छ आफ्नो सहुलियतको हिसाबले अनि याद गर्नुहोस् कुनै पनि वर्ष रिपेयर मेन्टेनेन्स खर्च चाहिँ 7% भन्दा बढी कट्ने बित्तिकै त्यसलाई क्यापिटलाइज गर्ने गरिन्थ्यो हो पहिला तर अब एनएफआरएस फर एसएमइजमा त्यस्तो कुनै पनि लिमिट छैन रिपेयर मेन्टेनेन्स खर्च हो भने त्यसलाई सिधै कहाँ नै चार्ज गर्ने हो एसओपिएलमा पिएलमा नै चार्ज गर्ने हो रिपेयर मेन्टेनेन्स खर्चलाई कहिले पनि क्यापिटलाइज गर्न पाइन्न विश्व सर प्लिज क्वेसनलाई क्युएनमा राखिदिनु होला है म भोलि एड्रेस गर्छु मैले भनिहालेँ यसलाई अब हेर्नुहोस् है अर्को पोइन्ट हामीले कुनै पनि सम्पत्ति बिक्री गरियो भने बिक्री गर्ने बेलामा त्यो इन्टायर पुलको सबै सम्पत्ति बिक्री नगरेसम्म कुनै पनि प्रफिट लसको हिसाब किताब हुन्थेन हो तर अब हाम्रो एनएफआरएस फर एसएमइजमा आइसकिसकेपछि किनकि हामीले याद गर्नुहोस् त एसेट बाई एसेट रजिस्टर तयार गरिएको छ एउटा त्यसो भए मलाई भन्नुहोस् त कुनै पनि सम्पत्ति बिक्री गर्ने बेलामा त्यो एसेट बाई एसेटको लिस्टमा गएर त्यो सम्पत्तिको बुक भ्याल्यु कति छ पत्ता लगाउन सकिएला कि नसकिएला अब एनएफआरएस फर एसएमइजमा
किनकि लिस्ट तयार छ भने चाहिँ त्यो लिस्टमा गएर कुन सम्पत्ति बिक्री गरिएको छ त्यसको कति हो रकम पत्ता लगाउन सकिन्छ। पत्ता लगाउन सकिसकेपछि त्यो सम्पत्तिको कति हो बुक भ्याल्यु, कतिमा बिक्री गरिएको छ, दुईटालाई कम्पेयर गरेर के निकाल्नु पर्ने हुन्छ, प्रफिट लस निकाल्नु पर्ने हुन्छ, जुन पहिला निकालिन्थेन हामीले। ठिक छ। सम्पत्ति किनेपछि लिस्टमा हुनै पर्यो होइन सर? अब लिस्ट बनाउनु पर्ने भनेर भनिसकेपछि लिस्ट नहुने भन्ने कुरो भएन नि त्यसमा। अब बनाउनु पर्यो नि त। अब त त्यसमा समराइज गरौँ हेर्ला। अब पहिलाको अकाउन्टिङ ट्याक्स अनुसारले हुन्थ्यो, अब गर्नु पर्यो हाम्रो सम्पत्तिको एसेट बाई एसेट रेकर्ड तयार गर्नु पर्यो। एउटा FAR पहिला बनाउने गरिएको छैन भने यो बनाउनु पर्ने एउटा नयाँ रिक्वायरमेन्ट थपियो अब हाम्रो। अब सम्पत्तिको ब्लक बाई ब्लक अकाउन्टिङ हुँदा सम्पत्तिको एसेट बाई एसेट अकाउन्टिङ हुन्छ हाम्रो। रिपेयर मेन्टेनेन्सलाई क्यापिटलाइज गर्न पाइएन। बिक्री गर्ने बेलामा नाफा नोक्सान निकाल्नु पर्यो। यी सबै कुराको अनुसारले अकाउन्टिङ गर्नुपर्ने हुन्छ। अब यही समस्यामा चाहिँ अब प्राय हाम्रो एउटा क्वेसन्सहरू आउने गर्छ यसमा, जुन हजुरले यहाँ Q&A मा सोधि पनि राख्नु भएको छ, त्यसलाई म यहाँ एड्रेस गर्छु है त। सबभन्दा पहिलो क्वेसन यही आउँछ हाम्रो, आइसकेको थियो। यही हो क्वेसन। NFRS अनुसार र आयकर ऐन 58 अनुसारको राजकट्टी त फरक पर्ने भयो, कर कार्यालयले मान्छ त भन्ने क्वेसन आउँछ। अब हेर्नुहोस् है, हाम्रो अहिलेसम्मको चाहिँ यो NFRS फर SMEsमा ट्रान्जिसन गर्ने बेलाको एउटा मेन च्यालेन्ज नै के हो भन्दाखेरि चाहिँ हाम्रो यहाँभन्दा अगाडिको फाइनेन्सियल स्टेटमेन्ट बनाउने काम भनेको ट्याक्सका लागि मात्रै हो भन्ने बुझाइ भयो कि हाम्रो चाहिँ। फाइनेन्सियल स्टेटमेन्ट किन बनाइन्छ? ट्याक्सका लागि बनाउने हो र हामीले? कर चुक्ता निकाल्नको लागि बनाएको हो र हामीले? त्यो पनि काम त होला, तर कर चुक्ता निकाल्नको लागि, लोन रिन्यू गर्नको लागि मात्रै कहाँ हो र? कम्पनीको अवस्था जे छ त्यो देखिनको लागि चाहियो नि त हामीलाई फाइनेन्सियल स्टेटमेन्ट। कम्पनीको ट्रु एन्ड फेयर भ्यू के हो त भन्ने कुरा देखाउनको लागि हामीलाई के चाहियो हो? बिजनेसको लागि चाहिँ हामीलाई फाइनेन्सियल स्टेटमेन्ट चाहियो हो। भनेपछि अब ख्याल गर्नु होला, हामीले NFRS अन्तर्गत त्यो युजफुल लाइफवाला हिसाब किताब गरिरहेका छौँ भने चाहिँ त्यो बेलामा त्यो त चल्छ नै, तर जुन पहिलादेखि ट्याक्सको हिसाब किताब भइरहेको थियो त्यसलाई पनि कन्टिन्यू चाहिँ गर्नै पर्ने हुन्छ। यसको मतलब फेरि अब NFRSमा SMEsमा आइसकेपछि ट्याक्सवाला गणना गर्न पर्दैन भन्न खोजिएको होइन, ट्याक्सवाला गणना पनि गर्न पर्छ। बुझ्नुभयो? भन्नुको अर्थ अब हाम्रो फाइनेन्सियल स्टेटमेन्टमा फिक्स्ड एसेटको अकाउन्टिङ हुने भयो दुईवटा। अकाउन्टिङ त नभनौँ, तयार हुने भयो कतिवटा? दुईवटा। अकाउन्टिङ त एउटै हो। एउटा हामी फिक्स्ड एसेटको वर्किङ गर्छौँ जुन नितान्त केका लागि हुन्छ, फाइनेन्सियल रिपोर्टिङका लागि हुन्छ, जुन हाम्रो युजफुल लाइफको विधिले गरिन्छ। हामीसँग अब फिक्स्ड एसेटको डिटेल कतिवटा हुने भयो? एउटा युजफुल लाइफवाला, यो केका लागि? ब्यालेन्स सिट तयार गर्नको लागि। दोस्रो एउटा हामीलाई चाहियो के वाला? इन्कम ट्याक्सवाला पनि चाहियो, जुन केका लागि हुन्छ? ट्याक्सेबल इन्कम निकाल्नका लागि, ट्याक्स कति तिर्ने भन्ने निकाल्नको लागि। माथिको इक्जाम्पल लिऊ। पहिलो वर्षमा राजकट्टी कति आएको थियो हेर्नुहोस् त, हाम्रो अनुमानले 11,085 हो अहिलेको लागि। सपोज हाम्रो यसपालिको सबै इन्कम एक्सपेन्सलाई माइनस गरियो, खर्चहरू पनि माइनस गरियो। ती खर्चहरू माइनस गर्ने बेलामा मानव अहिलेको लागि प्रफिट बिफोर ट्याक्स कति आएछ? 5 लाख आएछ। मलाई भन्नुहोस्, यो 5 लाखमा कतिको राजकट्टी खर्च माइनस भएर आएको? $11,085 को खर्च माइनस भएर आएको। मलाई भन्नुहोस्, यो 11,085 को खर्च ट्याक्सले चिन्छ? युजफुल लाइफ म चिन्दिनँ। सिम्पल आयकर ऐनको दफा 19 प्रयोग गरेर राजकट्टी निकाल भनेर भन्छ उसले, होइन र? त्यसो हो भने यो 5 लाखमा जुन खर्च कट्टी भएर आएको छ 11,085, यसलाई मैले के गर्नु पर्यो? एड ब्याक गर्नु पर्यो, किनकि यो करले मान्दैन।
किताबमा चार्ज गरिएको डेप्रिसिएसन कति नै हो? 11,085। मलाई भन्नुहोस्, यो सम्पत्ति किनेको मङ्सिर 5 मा 1 लाखमा कतिको राजकोटी एलाउ गर्छ ट्याक्सले यसमा यो वर्ष? पुसभन्दा अगाडि किनिया छ भनेपछि पक्कै पनि फुल इयरको डेप्रिसिएसन उसले एलाउ गर्छ। उसले के भन्छ, 1 लाखको 25% भनेको 25,000 उसले एलाउ गरिदिन्छ। यस ओर नो? ठिक हो? त्यसलाई लेस गरिदिनुहोस्। उसले एलाउ गर्छ 25,000। यसलाई समायोजन गरिसकेपछि अब निकाल्नुहोस् ट्याक्सेबल प्रफिट। कति आउँछ? 4,86,085। मलाई भन्नुहोस्, यो रकममा मैले ट्याक्स तिरेँ भने कुरो मिल्ला कि नमिल्ला? अब चाहिँ यो भनेको हामीले एउटा के तयार गरेको हो? रिकन्सिलिएसन अफ बुक प्रॉफिट्स एन्ड ट्याक्स प्रॉफिट्स। काम डबल भयो सर, काम डबल गर्नै पर्छ। अब के गर्नु? काम थपिने भयो, माने मैले हो, काम चाहिँ थपिने भयो। जीवन सर, फर्निचरमा त कति पर्सेन्ट हो? 25 छैन त? 1 लाखको 25% पुल डीमा पो 15 हो त? यो त बी वाला हो नि त। जीवन सर हो नि। ल अब हेर्नुहोस् है, यसको व्यवहारिक पक्षलाई पनि एकछिन यसो छलफल गरिहालौँ है। यदि भयो भने भोलि पर्सिको हजुरको डाउट पनि अहिले नै म क्लियर गरिदिइहाल्छु, किनकि यो पोइन्ट बारम्बार आइरहन्छ। राम्रोसँग सुन्नुहोस् है। अब यसपालि हामीले ब्यालेन्स सिट तयार गर्ने बेलामा, एनएफआरएस फर एसएमइज वाला ब्यालेन्स सिट तयार गर्ने बेलामा नाफा नोक्सान हिसाबमा प्रॉफिट बिफोर ट्याक्स देखिन्छ कति? बिफोर ट्याक्स 5 लाख हो। यही त हो नि। हाम्रो नाफा नोक्सान हिसाबमा देखिने कति हो? 5 लाख हो। मलाई भन्नुहोस्, यसपालि ट्याक्स तिर्ने कति हो? इन्कम ट्याक्स एक्सपेन्स यो 486 को प्रॉफिट बिफोर ट्याक्स भन्नुको अर्थ राजकोटी सबै माइनस भइसकेको छ भन्ने बुझ्नु पर्यो है। स्यालेरी यस्ता सबै माइनस भएर आएको नाफा हो यो चाहिँ। अब हेर्नुहोस् है, हामीले हरेक वर्षको अन्त्यमा के गरिन्छ? पिएल अकाउन्ट बनाइन्छ, ब्यालेन्स सिट बनाइन्छ, शेड्युल तयार गरिन्छ, प्रिन्ट आउट निकालिन्छ, सही गरिन्छ, ऑडिट रिपोर्ट राखिन्छ, युडी नम्बर लेखिन्छ, अनि यसलाई स्क्यान गरेर अपलोड गरिन्छ हो। त्यो हामीले चाहिँ प्रिन्ट गर्ने, स्क्यान गर्ने वाला जुन ब्यालेन्स सिट बन्छ हाम्रो वित्तीय विवरण जुन भनिन्छ, भोलि चाहिँ यसलाई ऑडिट रिपोर्ट पनि भन्ने गरिन्छ। अब ब्यालेन्स सिट भन्ने बुझौँ अहिलेको लागि। त्यहाँ देखिने नाफा भनेको 5 लाख को बिफोर ट्याक्स। ट्याक्स एक्सपेन्स चाहिँ कति? 1,21 भनेपछि प्रॉफिट आफ्टर ट्याक्स कति देखिन्छ? अब 5 लाख को प्रॉफिट बिफोर ट्याक्समा कतिको ट्याक्स एक्सपेन्स? 1,21 होइन र? यो देखिने हो। भन्नुको अर्थ जुन हाम्रो पिएल को फर्मेट हुन्छ, यहाँ जानुभयो भने चाहिँ 80-81 को अहिले इक्जाम्पलको लागि प्रॉफिट बिफोर ट्याक्स कति देखियो? 5 लाख। तर यहाँ इन्कम ट्याक्समा कतिको एक्सपेन्स माइनस भएको देखिने हो? 1,21 को। अझै कति आउँछ प्रॉफिट आफ्टर ट्याक्स? यो रकम आउँछ। बुझ्नुभयो? यसलाई यसरी बुझ्नुहोस्, माथिको सबै इन्कम एक्सपेन्स लेख्ने बेलामा एनएफआरएस फर एसएमइज वाला फिगर लेख्नु पर्यो। यो मात्रै निकाल्ने बेलामा आयकर ऐन हेर्नु पर्यो। आयकर ऐनको काम भनेको यो निकाल्नका लागि मात्रै हो, ट्याक्स कति तिर्ने निकाल्नका लागि मात्रै हो। बुझ्नुभयो होइन? दलबहादुर खड्का सर, त्यो 5 लाखमा माथि राजकोटी भन्ने हेडिङमा कति माइनस भइसकेको छ भन्नुहोस् त मलाई? यो भइसकेको छैन र?
यो 5 लाख निकाल्ने बेलामा यसपालिको सम्पत्तिको राजकट्टी यो माइनस भएर आएको नाफा हो नि त यो। तर यो खर्चलाई कसले चिन्दैन, ट्याक्सले चिन्दैन। त्यही भएर यसलाई के गरियो, एडब्याक गरियो नि त हामीले। यसलाई एडब्याक गरेर 25 माइनस गरे हो नि त हामीले। बुझ्नुभयो? भन्नुहोस् त, यो 5 लाख निकाल्ने बेलामा यो खर्च माइनस भइसकेको छ नि, त यो यसलाई कसले चिन्दैन, ट्याक्सले चिन्दैन। यसलाई एडब्याक गर्नु पर्यो, अनि ट्याक्सले चिन्नेवाला 25 लाई माइनस गर्नु पर्यो के। ल त्यसो भने अब हेर्नुहोस् है, यसपालि यो हामीले प्रिन्ट गरेर दिने भयो। ठ्याक्कै त्यही गरे हो सर। ट्याक्सले नचिन्ने खर्च एडब्याक गर्ने, ट्याक्सले चिन्ने खर्च माइनस गर्ने, सकिगयो त। अब हेर्नुहोस् है, हामीले उतापट्टि जुन आइआरडीमा D3 फारम भरिन्छ त्यसलाई हेरौँ। मलाई भन्नुहोस्, D3 फारम भर्ने बेलामा यहीवाला ब्यालेन्स सिटलाई के गरिन्छ, अपलोड गरेर भरिन्छ हो, उतै भरिन्छ। त्यहाँ अनिवार्य कागजात पेस्ट गर्छु भनेर लेखा हुन्छ नि, फाइनेन्सियललाई स्क्यान गरेर अपलोड गर्नुपर्ने हुन्छ नि, त्यो भनेको योवाला हुने भयो। ठिक हो? अब ध्यान दिनुहोस् है, D3 फारम भर्ने बेलामा अनुसूची 5 भर्नु पर्यो। अब हो, त्यो नाफा निकाल्ने काम कहाँ गरिन्छ, अनुसूची 5 मा गरिन्छ। अनुसूची 5 भर्ने बेलामा चाहिँ राजकट्टी कति माइनस भएको देखिनु पर्यो, भन्नुहोस् त। अथवा भनौँ, अनुसूची 5 भर्ने बेलामा चाहिँ त्यहाँ देखिने नाफा कति हुनुपर्छ, यो हुनुपर्छ हो। अनुसूची 5 मा देखिने नाफा चाहिँ यो हो। अब हेर्नुहोस् है, अनुसूची 5 मा नाफा निस्किसकेपछि यही नाफा जान्छ अनुसूची 2 मा। 2 ले अटोमेटिकली ट्याक्स गणना गरिदिन्छ हो। अनुसूची 2 मा कतिको कर खर्च देखिन्छ, यही फिगर हो। एकजना सरको त्यहाँ क्वेसन माथि स्किप भइसकेको छ, त्यसलाई प्लिज Q&A मा राखिदिनु होला है। ल अब हेर्नुहोस् है, अनुसूची 2 मा देखिएको कर खर्च 1.21। अब हेर्नुहोस् है, हामीले अपलोड गरेकोमा देखिरहेको छ प्रफिट कति, 5 लाख हो फाइनेन्सियलमा। तर अनुसूची 5 मा देखिरहेको छ 486। अब हामीले चाहिँ ब्यालेन्स सिट फाइनलाइज गरियो, अपलोड गरियो, D3 भेरिफाई गरियो। अब गयो कर चुक्ता लिनको लागि। कर चुक्ता निकाल्ने बेलामा के हेर्नुहुन्छ ट्याक्स अफिसरले, तपाईँको ब्यालेन्समा देखिरहेको छ नाफा 5 लाख, अनुसूची 5 पल्टाउने बेलामा देखिन्छ कति, 486। के हो यो भनेर क्वेसन आउँछ पक्कै पनि हो चुक्ता निकाल्ने बेलामा। त्यो कुरा उहाँलाई एक्सप्लेन गर्नको लागि हो यही रिकन्सिलिएसन देखाउनु पर्यो उहाँलाई। यो रिकन्सिलिएसनलाई हामीले नोट्स टु अकाउन्ट्समा पनि के गर्नुपर्ने हुन्छ, प्रेजेन्टेसन गर्नुपर्ने हुन्छ। बुझ्नुभयो? जुन भर्खर यहाँ बनाइयो रिकन्सिलिएसन, यो ब्यालेन्स सिट भित्र नै नोट्स टु अकाउन्ट्समा पनि के गर्नुपर्छ, यसलाई पब्लिस गर्नुपर्छ। ठिक छ? ल यति काम गरेर हामीले चुक्ता निकालेर आइयो। चुक्ता आउने बित्तिकै माघको 1 गते लाग्ने बित्तिकै ब्याङ्कबाट फोन आउँछ, चुक्ता खै भनेर हो। पुससम्म त आउँदैछ भने तालताल गर्छौँ, माघ 1 गतेबाट फोन आउनु सुरु हुन्छ। दिपक सर, जुन हामीले PDF फाइल स्क्यान गरेर अपलोड गरिन्छ त्यसैको नोट्स टु अकाउन्ट्समा यो पनि अपलोड भएको हुन्छ, त्यहीँभित्रै आउँछ यो पनि है। यो रिकन्सिलिएसन पनि वित्तीय विवरणकै पार्ट हो भनेर बुझ्नु पर्यो यसलाई है। अब हेर्नुहोस् है, ब्याङ्कले चुक्ता माग्यो, ब्याङ्कलाई मैले अडिट रिपोर्ट पनि स्क्यान गरेर पठाएँ, चुक्ता पनि स्क्यान गरेर पठाएँ। अब फेरि ब्याङ्कको फोन आउँछ, मलाई भन्नुहोस् त्यो कर चुक्ता प्रमाणपत्रमा एउटा कारोबार रकम लेख्या हुन्छ, अर्को लेख्या हुन्छ कर योग्य नाफा, अनि आयकर लेख्या हुन्छ हो। 3टा फिगर लेख्या हुन्छ होइन र। कारोबार रकम त म्याच भइ नै हाल्छ, समस्या भएन। मलाई भन्नुहोस् कर चुक्ता प्रमाणपत्रमा ट्याक्सेबल प्रफिट, कर योग्य नाफा कति लेख्या हुन्छ, 486 लेख्या हुन्छ।
ट्याक्स लेखिया हुन्छ 1.21 ब्याङ्कले हेर्छ अब शम्भु सर 5 लाख होइन है 486 वाला हुन्छ नि त चुक्ता प्रमाणपत्रमा त त्यही ट्याक्स तिरेको 486 मा हुन्छ हामीले अब हेर्नुहोस् है ब्याङ्कबाट फोन आयो फेरि तपाईँको चुक्तामा चाहिँ 486 को नाफा देखिया छ तर तपाईँको प्रफिट देखेर आएको छ 5 लाख तपाईँको बिग्रिएछ भन्छ उसले होइन कुरै नबुझिकन उसलाई पनि के भन्नु पर्यो तपाईँको लागि जुन मैले त्यो अडिट रिपोर्ट पठाएको छु त्यसको नोट नम्बर यसमा हेर्नुहोस् त त्यहाँ रिकन्सिलिएसन छ हो यसले गर्दाखेरि फरक आएको भनेर यो रिकन्सिलिएसन उसलाई देखाउनु पर्यो जुन कहाँ भित्रै हुन्छ त्यो अडिट रिपोर्ट भित्रै हुन्छ यो पनि बुझ्नुभयो होइन भनेपछि जुन व्यावहारिक पक्षमा आउने समस्या छ कर चुक्तावाला कुराकानी र ब्याङ्कसँगको कुराकानी यो सायद अब हजुरले बुझ्नुभयो होला क्लियर छौँ हामी यसमा ओके त्यसो भए यो क्वेसनको आन्सर अब हजुरलाई क्लियर भयो होला जुन सरले रिपिट भन्नुभएको छ यो भिडियो अभाइलेबल हुन्छ प्लिज भिडियो हेर्नु होला है रेकर्डिङ पाउनुहुन्छ हजुरहरूले रेकर्डिङ हेर्न सक्नुहुन्छ त्यही लेखेँ मैले हो दुईटा बन्छ एउटा एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नको लागि अर्को आयकर ऐन अनुसार कर योग्य आय गणना गर्नको लागि दुईटैको लागि एउटा रिकन्सिलिएसन तयार गर्नुपर्छ हामीले है त जाउँ नेक्स्टमा प्राय यो पनि क्वेसन आउने गर्छ सो यो दुईवटा गर्नुपर्ने यो झन्झट भयो काम त बरु एउटै गरौँ न नोट्स टु अकाउन्ट्समा डिस्क्लोज गरेर आयकर ऐनकै प्रावधान प्रयोग गर्न पाइन्छ कि पाइन्न भन्ने क्वेसन आउँछ म नोट्समा क्लियरली के लेख्छु सर हामीले राजकट्टी आयकर ऐनको विधि अनुसारले गरिएको छ भनेर क्लियरली लेखेर चाहिँ त्यही नै प्रयोग गर्न पाइने कि नपाइने भन्ने क्वेसन आयो त्यो पाइँदैन है पाइने भए यो सबै कुराकानी गर्न आवश्यकै हुन्थेन होला यो पाइन्न भन्ने बुझ्नु पर्यो किन पाइएन भन्ने कुराकानी अघि छलफल गरिहाल्यो हामीले नोट्समा डिस्कस गर्दैमा नमिल्ने कुराकानी हामीले फलो गर्न पाइएन ल अर्को क्वेसन आन्सर आफै दिनु होला यो चाहिँ युजफुल लाइफ कसरी अनुमान गर्ने र राजकट्टी कुन विधिले गर्नुपर्छ भन्ने क्वेसन आयो कसरी गर्ने हो सर अब भिडियो कति दिनसम्म हेर्न मिल्छ कसरी हेर्न मिल्छ यो अहिले हाम्रो ठ्याक्कै सेसनको एन्डमा हाम्रो पढनबाट टेक्निकल पर्सनले भन्नुहुन्छ है यो नितान्त कम्पनीको डिसिजन हो होइन र कुनै पनि हार्ड एन्ड फास्ट रुल छैन नो हार्ड एन्ड फास्ट रुल ल नेक्स्ट क्वेसन अब प्राय क्वेसन के आउँछ भन्दाखेरि सर मलाई अब युजफुल लाइफ यताउति बोर्ड माइनिटिङ यताउति गर्नु पर्यो यो अलिकति कामै के हो कसो हो मलाई त अल्छी लाग्यो त म के गर्छु भन्दाखेरि म सम्पत्तिको चाहिँ म एसेट बाई एसेट नै गर्छु राजकट्टी डेज काउन्ट गरेरै गर्छु तर युजफुल लाइफ यताउति नगरिकन खुरुखुरु रेट मात्रै चाहिँ आयकर ऐनवाला म प्रयोग गर्न चाहन्छु भने पाउने कि नपाउने भन्ने क्वेसन आयो भन्न इक्जाम्पलको लागि माथिको केसमा मैले 1 लाखमा किने हो फर्निचर मैले यो मितिमा किने हो यो वर्षमा 238 दिन प्रयोग भएको छ हो त्यसो भए म 1 लाखमा यो 25% प्रयोग गर्न चाहन्छु ठिक छ म 1 2 तिहाई नगर्ने भए दिन काउन्ट गरेर म आयकर ऐनकै रेट प्रयोग गरेर 1 लाखमा 25% इन्टु 238 दिन आउट अफ 365 डेज यसरी गर्न चाहन्छु म यति निकाल्छु रेट मात्रै मलाई आयकर ऐनको प्रयोग गर्न मैले पाउने कि नपाउने भन्ने क्वेसन आयो पाइएला कि नपाइएला सजिलोको लागि यही प्रयोग गर्न चाहनुहुन्छ भने पाउनुहुन्छ हजुरले है नो समस्या यसमा चाहिँ ठिक छ मलाई युजफुल लाइफ यस्ता गर्न मन लागेन अब यसै पनि एसएमएस भन्ने कम्पनी हो ठुलो कम्पनी पनि होइन किन टाउको दुखाउनु रेट मात्रै के गर्ने आयकर ऐनको प्रयोग गर्नेवाला कुराकानी गर्न चाहनुहुन्छ भने गर्न पाउनुभयो नो डाउट यसमा है तर हजुरहरूले नोट्समा लेख्ने बेलामा चाहिँ
डेप्रिसिएसन रेट मैले आयकर ऐनको लिएको छु भन्न पाइएन फेरि त्यहाँ त्यो गल्ती गर्नु भएन फेरि डेप्रिसिएसन रेट कम्पनीको व्यवस्थापन आफैले अनुमान गरे हो भनेर लेख्नु पर्यो फेरि त्यो बेलामा चाहिँ है ख्याल गर्नु होला ठिक छ बुझ्नुभयो ल नोटमा म्यानेजमेन्ट डिसिजन भन्ने हुनको लागि आयकर ऐनको प्रयोग गरेको भए तापनि नभन्ने भोलि कसैले क्वेसन गर्न सक्ला तिमीले त आयकर ऐनकै दफा प्रयोग गरेका रहेछु भनेर भन्यो भने मैले कहाँ गरेको छु र मैले डेज काउन्ट गरेर गरिरहेको छु मैले एसेट बाई एसेट रेकर्ड तयार गरेको छु राजकोटीको रेट पो योवाला प्रयोग भएको हो त यो पनि मैले आफैले अनुमान गरे हो आयकर ऐनसँग मेल खान गएछ यो त संयोग मात्रै भएको भनेर भन्न पर्यो उसलाई ठिक छ ज्ञानेन्द्र सर प्लिज अब रेकर्डिङ हेर्नु होला अब यो मैले आधी घन्टा अगाडि भनेको कुराकानी हो फेरि रिपिट गऱ्यो भने अब यो सबै कुरो एसएमई बिताएर पनि भएन रेकर्डिङ अभाइलेबल हुन्छ त्यसलाई उपयोग गर्नुहोस् न प्लिज है यो फाइल पनि आइहाल्छ हजुरलाई त्यो गर्न पाइन्छ तर नोट्स टु अकाउन्ट्समा डेप्रिसिएसन रेट्स हेभ बिन टेकन एज पर इन्कम ट्याक्स एक्ट लेख्न भएन यो गल्ती गर्नु भएन भनेपछि अब हजुरले पनि सजिलोको लागि धेरै अब यताउति गर्न मन लागेन केही गर्न मन लागेन भने चाहिँ त्यो बेलामा इन्कम ट्याक्स एक्टमा दिएको रेटलाई मात्रै प्रयोग गरिदिनुहोस् यसमा है रुद्र सर हजुरले मन्थको हिसाबले सम्म गर्न चाहिँ पाउनुभयो यसमा नो प्रब्लम है एउटा कुरा हेर्नुहोस् है यसमा यहाँ हजुरले जुन हामीले निकाल्यौँ अघिको चाहिँ जुन रेट जुन अघिको इक्जाम्पलमा 31.57 निकालियो यहाँ हेर्नुहोस् त हामीले के लिएका छौँ फर्मुलामा रेसिडुअल भ्यालु लिएको छ 15,000 कस्ट 1 लाख लिएको छ लाइफ लिएको छ 5 वर्ष हो मलाई भन्नुहोस् त यो 31.57% भित्र नै रेसिडुअल भ्यालु पनि अटोमेटिकली समेटिएको छ भन्न मिलेको मिलेन यो 31.57 को रेटमा केही न केही रेसिडुअल भ्यालु यसमा भित्रै समेटिएर समायोजन भएर आएको रेट हो नि त यो त जस्तो हामीले 1 लाखको सम्पत्तिलाई 5 वर्षको अन्त्यमा कति पुर्याउनु छ 15,000 पुर्याउनु छ मैले 1 लाखको सम्पत्तिलाई 5 वर्षको अन्त्यमा 15,000 पुर्याउनको लागि कुन रेट प्रयोग गर्न पर्ला त भन्ने कुरा मैले यो सूत्र प्रयोग गरेर निकाल्दाखेरि कति आयो 31.57 आयो बुझ्नुभयो मतलब यो रेट भित्र नै रेसिडुअल भ्यालु के भइसकेको छ समायोजन भइसकेको छ के अलग्गै लिन आवश्यक छैन भन्न खोजेँ मैले बुझ्नुभयो तपाईले आयकर ऐनको 25% प्रयोग गर्नु भएको छ भने त्यहाँ पनि भित्र केही न केही रेसिडुअल भ्यालु लिएरै अनुमान गरेर हाम्रो भएको छ भन्ने बुझ्नु पर्यो यसलाई अलग्गै माइनस गर्न पर्दैन यसमा है बुझ्नुभयो राजेन्द्र सर 25% नै गर्नुभयो भने पनि रिकन्सिलिएसन त बन्छ हेर्नुहोस् त मैले यहाँ गरेँ भने चाहिँ म गरौँला पर्खिनुहोस् है यहाँ हेर्नुहोस् त 1 लाखलाई मैले 25% गरेँ भने पनि यहाँ मैले मङ्सिरमा किनेको सम्पत्तिमा के फुल चार्ज गर्न पाउँछु मैले डेज काउन्ट गरेर गर्नु परेन डेजले गर्दाखेरि दिन गन्तीको हिसाबले गर्नुपर्ने कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ फरक आउँछ अब पुरानो सम्पत्ति छ कुनै पनि नयाँ सम्पत्ति किनेकै छैन भने फरक नआउला त्यो बेलामा चाहिँ तर एडिसन भएको बेलामा यसले गर्दाखेरि फरक पर्छ त्यो बाहेक रिपेयर पनि यदि 7% कट्यो भने त्यसले पनि फरक पार्न सक्छ बुझ्नुभयो अब हेर्नुहोस् है यसमा हामीले यो वर्ष सम्पत्तिको कस्ट कति निकालियो 1 लाखमा किने हो पहिलो वर्षमा मानव अहिलेको लागि मैले 25% चुज गरेँ तर डेज काउन्ट गरेर गरेँ त्यसले गर्दाखेरि कतिको राजकट्टी भयो यसमा 16,301 रुपियाँ हो यति भएपछि बुक भ्यालु कति भयो देवेन्द्र सर हजुरले के बुझ्नु होला ट्याक्सको र एनएफआरएस को यो कहिले पनि सेम हुन्न यति कुरा पहिले माइन्डमा क्लियर जति छिटो गर्नुभयो उति इजी हुन्छ है ट्याक्समा र एनएफआरएसमा ग्यारेन्टी फरक पर्छ नै पर्छ यति कुरा पहिला माइन्डमा मेकअप गरिहाल्नुहोस् हजुरले चाहिँ यसमा गर्ने बेलामा चाहिँ यो कुनै कुनै एउटा म बाटो अपनाएर कतै कतै बाटो चाहिँ म सेम बनाउन खोजौँला भन्ने बाटोमा लाग्नुभयो भने यता बुझ्नुहुन्न हजुरहरूले मैले भनिहालेँ ट्याक्समा र बुक्समा यो कहिले पनि फरक हुँदै फरक जहिले पनि पर्छ सेम कहिले पनि हुन्न हाम्रो सर अनुसूची 5 भर्ने बेलामा त आयकर ऐनकै भर्नु पर्यो नि अहिले हामीले कुराकानी गरे होइन र
भनेपछि पहिलो वर्षको अन्त्यमा कतिको बुक भ्याल्यु बच्यो हेर्नुहोस् त। फेरि पनि मैले भने ट्याक्समा र बुक्समा फरक पर्छ। ट्याक्समा र बुक्समा फरक पर्छ। फरक परेको कुरालाई रिकन्सिलिएसन गर्न पर्छ भन्ने कुरा जति छिटो हजुरले यसलाई एक्सेप्ट गर्नुभयो उति बेटर यसमा। होइन म यो यताउति हेर्दिनँ, म पुरानो अनुसारले फलो गर्छु भन्न चाहनुभयो भने त्यो मिस्टेक हुन्छ जहिले पनि। यसलाई एक्सेप्ट गरेर अगाडि बढ्नुहोस् है। अब अर्को वर्षमा यो बुक भ्याल्यु रहेको छ, अब अर्को वर्षमा डिमिनिसिङ ब्यालेन्स युज गर्ने बेलामा यही मेथडलाई यसैलाई के गर्नु पर्यो, राजकट्टी गर्नु पर्यो नि त। अब अर्को वर्षको निकालौँ डेप्रिसिएसन कति पर्सेन्ट लाउने हो, 25%। यसपालि त किनकि फुल इयरै प्रयोग भएको छ भनेपछि यसैमै कति गरिदिनुहोस्, सिधै 20% गरिदिनुहोस्, आइहाल्यो। फेरि निकाल्नुहोस् यो वर्षको अन्त्यमा बुक भ्याल्यु, यो रकम देखिन्छ। फेरि यसमा गर्दै गर्दै जानुहोस्, यसरी गर्नु पर्यो हामीले है, बुझ्नुभयो? अनुसूचित 13मा भर्ने सबै फिगर एज पर के नै हुन्छ, फाइनेन्सियल्स नै हुन्छ है। अनुसूचित 13 भनेको फाइनेन्सियल अनुसारले, अनुसूचित 5 र 2 मात्रै ट्याक्सको हिसाबले हो। ल जाउँ नेक्स्ट क्वेसनमा। ठिक छ सर, अबको दिनमा 80-81बाट किनेका एभरेजमा सेम नै हो है सर, यहाँसम्म कुराकानी। अब यहाँ क्वेसन आयो, सर ठिक छ, अब 80-81बाट त नयाँ सम्पत्ति किनेका छौँ भने इन्डिभिजुअली गर्नै पर्यो, यो त हामीले मान्यौँ, अब गर्ने नै भयौँ। अब अघि हामीले पढे अनुसारले त 80-81मा गर्ने बेलामा त फर्स्ट श्रावण 79बाट स्टार्ट गर्नु पर्यो, त्यो दिनको ब्यालेन्स सिटलाई कन्भर्ट गर्नुपर्ने हुन्छ। अब त्यहाँ चाहिँ के गर्ने हो त भन्ने समस्या यो आयो। पढ्नुहोस् त क्वेसन मैले के लेखेँ, मेन समस्या यही आयो सबभन्दा पहिला हो। त्यसो भए एनएफआरएस अडप्सन गर्नुभन्दा पहिलाको स्थिर सम्पत्तिको विवरणलाई कसरी मिलाउने त? सलबहादुर बुढा सर, किन फरक पर्यो भने रिकन्सिलिएसन देखाउने, त्यसैको लागि त बनाएको रिकन्सिलिएसन। सबै कुराको लागि एउटै छ ब्रह्मास्त्र, रिकन्सिलिएसन, त्यही दिने हो। सबै औषधि, सबै बिमारीको एउटै हल, रिकन्सिलिएसन। अब हेर्नुहोस् है, इक्जाम्पलमै जाउँ अब, यसमा आउँ। अरुण सर प्लिज क्युएनमा राख्नु होला। पिएल दुईटा बनाउने होइन सर, पिएल एउटै भन्ने हो। त्यही हाम्रो एनएस अनुसारले, सरी एनएफआरएस अनुसारले बनेको पिएलमा रिकन्सिलिएसन गरेर ट्याक्सेबल प्रफिट निकाल्ने हो। वर्किङ अलग्गै गर्न पाइयो। ब्यालेन्स सिट प्रिन्ट गर्ने बेलामा एउटा मात्रै पिएल प्रिन्ट गर्ने हो, दुईटा प्रिन्ट गर्ने होइन है। वित्तीय विवरण दुईटा बन्ने भन्न खोजिएको होइन। बनाउनु त बनायो हुन्छ, बनाएर केही फरक पर्दैन, प्रिन्ट नगर्नु न। प्रिन्टमा राख्नु भएन कि त्यसलाई, बनाउनु त बनाउनु पाइहाल्यो, के छ र है। अब हेर्नुहोस् है, याद गर्नुहोस् अहिलेको स्टेप नम्बर 1 हामीले कहिलेबाट सुरु गर्नु पर्यो। हाम्रो इक्जाम्पलको लागि डेट अफ ट्रान्जेक्सन कहिले हो, यही हो। त्यो भनेको यो वाला मिति हो कि होइन? अब यहाँ जाउँ सबभन्दा पहिलो यो फिक्स्ड एसेटमा। मलाई भन्नुहोस्, जुन मैले भर्खर रातो लाएँ 375,29,056, यो युजफुल लाइफवाला हिसाबले निकालेको, त्यो विधिले निकालेको फिगर हो कि आयकर ऐन अनुसारले निकालेको विधिको फिगर हो यो? एज पर इन्कम ट्याक्स एक्ट हो। पक्कै पनि यो दिनमा यदि मैले अहिलेसम्मका दिनमा युजफुल लाइफको हिसाबले गरेको भए त यो रकम त फरक पर्थ्यो होला नि त, ठिक हो? सेम हुन्थ्यो कि फरक पर्थ्यो? फरक पर्थ्यो नि त। यसो हेरौँ त डेप्रिसिएसनको सेड्युलमा ओपनिङ ब्यालेन्स लेखेको छ, एडिसन लेखेको छ अप टु पुस, चैत्र, असार हो। त्यसै गरी यहाँ लेखेको छ ब्लक डी, ब्लक सी, डी, ई,
25%, 20%, 15%, यो ग्यारेन्टी इन्कम ट्याक्सवाला यो बुझिहालियो हो। लास्ट पनि हेर्नु त के गरेछ उसले, सबैमा 1/3 2/3 गरेछ नि त उसले, भनेपछि यो ट्याक्सवालै हो। अब हेर्नुहोस् है, हाम्रो पहिलो काम भनेको यो ब्यालेन्स सिटलाई केमा कन्भर्ट गर्ने हो, एनएफआरएसमा हो। यहाँबाट स्टेप सुरु हुन्छ नि त हाम्रो। त्यसो भए फिक्स्ड एसेटलाई कसरी कन्भर्ट गर्ने हो त, समस्या त यहाँ पो आयो त। यहाँ सजिलो उपाय, यो फिगरलाई केही पनि चेन्ज नगरिकन यसैलाई के गर्नुहोस्, क्यारी फरवर्ड गर्नुहोस्। ठिक छ, यो फिगरलाई चेन्ज गर्न आवश्यक भएन। एमएसको इक्जाम्पल हो छ, यसमा मैले चाहिँ ल्यान्ड थपेको छु एउटा, किनकि ल्यान्डको अलिकति फरक पर्छ, त्यो मात्रै हो। हजुरले एमएस गरिसक्नु भएको छ भने सेम हो यसमा चाहिँ, म त्यहाँ पनि भनेको थिएँ एमएसमा यो गर्नुभयो भने एसएमएसको लागि पनि यही गर्नु पनि भने हो त होइन र। एमएसको लागि जे गरियो एसएमएसको लागि पनि एक्ज्याक्टली त्यही भने होइन मैले वहाँ उतापट्टि भने हो नि, त्यो सेम नै हुन्छ कि यो। पछि पहिलो काम, यो फिगरलाई चेन्ज गर्न आवश्यक भएन, जे छ यसैलाई हुबहु के गर्नुहोस्, क्यारी फरवर्ड गर्नुहोस्। बुझ्नुभयो? ओपनिङ भ्याल्युमा नो चेन्ज टिप्नु होला। डेट अफ ट्रान्जेक्सनमा पोइन्ट नम्बर 1 कतै नोटमा टिप्नु होला। नो निड टु चेन्ज भ्याल्यु अफ पिपिई। तर हेर्नुहोस् है, यो ग्यापवाला फिगर हो, एउटा सहुलियत दिएको छ, फिक्स्ड एसेटमा कुनै पनि फिगर चेन्ज गर्न आवश्यक छैन, यही फिगरलाई क्यारी फरवर्ड गर्नुहोस्। आउँदैछ पर्खिनुहोस् न, भन्दैछु। तर के चाहिँ गर्न सकिन्छ भन्दाखेरि चाहिँ पछिका लागि हामीलाई एनएफआरएसमा अबका दिनमा अकाउन्टिङ गर्नको लागि त हामीलाई के चाहिन्छ, सम्पत्तिको एसेट बाई एसेट लिस्ट चाहिन्छ होइन र। एकपल्ट यसलाई फोकस गरौँ है, कति छ फर्निचर हेर्नुहोस् त यसमा, 41,98,187। यही रकम जोडिएर कति आएको छ, 375 आएको छ, र यही 375 वाला फिगर नै हाम्रो के देखिरहेको छ, एज अ ओपनिङ ब्यालेन्स देखिरहेको छ। ठिक हो कुरा? यस नो भन्न नछोड्नुहोस् है, मैले भनिरहेको कुरा उता गइरहेको छ कि छैन थाहा हुन नि त फेरि। ल त्यसो भने यो फिगरलाई केही पनि चेन्ज गर्न आवश्यक भएन भनेपछि एक हिसाबले अब ढुक्क भयो, एक हिसाबले हो। मेन चिन्ता हामीलाई यही थियो, चेन्ज गर्न नपर्ने भने ढुक्क भयो एक लेभलको हो। अब हेर्नुहोस् है, यसलाई केही नगरे पनि हेर्नुहोस् त 79-80मा त यहाँ के पनि भएको छ, एडिसन पनि भएको छ नि त। ठिक हो, मलाई भन्नुहोस् त हामीले गत वर्ष कुनै त्यस्तो एफएआर फिक्स्ड एसेटको रजिस्टर तयार गरिएको छ होला कि छैन होला, किनकि पहिला आवश्यक थिएन। त्यही भएर रकमलाई चेन्ज नगरे पनि यी फिगरहरूलाई एउटा एफएआरमा ढाल्न चाहिँ सकिएला कि नसकिएला। रकम चेन्ज नगरिकन त्यही सम्पत्तिलाई लिस्टमा उतार्न सकिएला कि नसकिएला। अब अर्को समस्या फेरि हेर्नुहोस् यसमा, यो दुईटा किनेको सम्पत्तिको त किनकि गत वर्ष नै किने हो, मसँग बिल पनि छ, के गरे भन्ने मसँग डाटा पनि छ। तर यो भनेको त अघिल्ला वर्षभन्दा अगाडिदेखि नै किन्दै आएको सम्पत्ति क्यारी फरवर्ड भएर आएको वाला फिगर हो नि त यो त, होइन र। यो एउटै सम्पत्ति हो कि मल्टिपल सम्पत्ति एक ढिक्का भएर बस्या हो। यो 41 लाखको एउटै हो र सम्पत्ति, यसो मल्टिपल हो नि त। अब हेर्नुहोस् है, हजुरले सक्नुहुन्छ भने चाहिँ यो सम्पत्तिलाई पनि लिस्टमा उतार्न सक्नुहुन्छ भने गतको 3-4 वर्षको पुरानो डाटा पल्टाएर गर्न सक्नुहुन्छ भने त्यो गर्नुहोस्। गर्न सक्नु भएन भने यो एउटै मात्रै सम्पत्ति हो भन्ने हिसाबले यसलाई एक ढिक्काको रूपमै क्यारी फरवर्ड गरिदिनुहोस्। त्यसपछि किनेका सम्पत्तिहरूको चाहिँ केमा उतार्ने काम गर्नुहोस्, लिस्टमा उतार्ने काम गर्नुहोस् हजुरहरूले। बुझ्नुभयो?
भनेपछि अब हेर्नुहोस् त, नो निड टु चेन्ज PPE, हाउ एभर वी निड टु प्रिपेयर फिक्स्ड एसेट्स रजिस्टर, यो FAR, ठिक छ। कसरी तयार गर्ने हो त, म एउटा उदाहरण दिन्छु हजुरहरूलाई। अहिलेको लागि म एउटा क्याटेगोरी लिएँ, फर्निचर। म गर्दैछु लिस्ट भनेकै हाम्रो के हो, त्यही FAR लाई भन्न खोजेँ मैले है। जस्तो हेर्नुहोस् त, फर्निचर एन्ड फिक्सचरमा यहाँ मैले के लेखेको छु, ओपनिङ ब्यालेन्स हो। मैले डेट पनि यही लेखिदिएँ, 1 श्रावण 79। अब सुरुकोमा चाहिँ यहाँ डेट लेखा हुन्छ, यो 4 भनेको महिना हो है। अलिकति फर्मेट हामीले प्रयोग गर्ने भन्दा यो फरक हुन्छ एक्सेलको चाहिँ। 4 महिना 1 गते भन्न खोजेँ है, यो चाहिँ यसरी बुझ्नु होला, ठिक छ। यहाँ मैले एक ढिक्का फिगर राखेको छु, हेर्नुहोस् त, 4198 187, यही फिगर होइन र, यही फिगर हो। यही फिगरलाई मैले यहाँ राखेँ। अब हेर्नुहोस् है, हजुरले के गर्न सक्नुहुन्छ, यो 4198 लाई पनि योभन्दा अगाडिको 75 76 को 76 77 को 3-4 वर्षको डाटा केलाएर यसलाई पनि टुक्राउन सक्नुहुन्छ भने टुक्राएको राम्रो छ भन्दा राम्रो। सक्नुहुन्न भने यसलाई एक ढिका लिएर भए पनि कमसेकम अगाडि बढ्न चाहिँ पाइयो, ठिक छ। अब कतिको डिटेल बनाउने हाम्रो आफ्नो इच्छा, रकम चेन्ज नहुने भयो, रकममा यति नै देखिने भयो, तर यसको एउटा के मात्रै तयार गरियो, लिस्ट मात्रै तयार गरियो क्या हामीले, बुझ्नुभयो नि। अब हेर्नुहोस् है, यहाँ क्याटेगोरी लेखेँ मैले, फर्निचर, नेम अफ द एसेट, ओपनिङ ब्यालेन्स लेखिदिएँ मैले, किनकि के हो थाहा छैन मलाई। किनेको मिति मैले यही नै माने, मैले यसलाई के माने भन्दाखेरि यही मितिमा यही नै कस्ट हो भन्ने मानेर म अगाडि बढेँ। हुनको लागि यो कस्ट प्राइस हो र, यो कस्ट प्राइस त होइन नि त खासमा त, 41,98,000 के कस्ट प्राइस हो र, यो त राजकट्टी कटेर आएको रकम हो यो त। तैपनि यसलाई के मान्न पाइयो, हामीले कस्ट मान्न पाइयो है। यो कुराकानी नोट्समा लेख्नु पनि पर्ने हुन्छ, कसरी लेख्ने यो पछि आउँछौँ हामी। यसलाई लेखेँ मैले 4198। अब हेर्नुहोस् त, यसपालि हामीले गत वर्षमा पुससम्ममा किनेको 987 रहेछ, चैतसम्म किनेको 1149 रहेछ। मसँग यसको बिलवाला डिटेल अभाइलेबल होला कि नहोला, गत वर्षकै त हो यो त, भइहाल्छ नि यो त, यो पनि छैन भन्न पाइएन फेरि है। मैले निकालेँ डिटेल यसको, फर्निचर भन्ने क्याटेगोरीमा मात्रै हेरेँ मैले। एउटा किनिया रहेछ अफिस मोडुलर फर्निचर, साउनको 15 गते किनिया रहेछ 457 मा। यसलाई राखियो होला, अप टु पुसवालामा राखियो होला पक्कै पनि, यसमा फुल इयरको डेप्रिसिएसन चार्ज गरियो होला। त्यसै गरी कन्फरेन्स टेबल किनिया छ भदौको 25 गते, अफिसको चेयर किनिया छ 11 मङ्सिरमा, वर्क स्टेसन किनिया छ 18 माघमा र टेबल किनिया छ 22 फागुनमा। मलाई भन्नुहोस् त, यो तीनटा सम्पत्तिलाई नै कहाँ राखिया होला हामीले, किनकि मङ्सिरसम्म किन्या भनेपछि पुस अगाडिको किन्या हो, यसलाई यहाँ राखिया होला होइन र, त्यही त गरे होला हामीले पक्कै पनि। तिनटालाई जोड्नुहोस् त कति हुन्छ, तिनटालाई जोड्दाखेरि 987 487 आयो। यही फिगरलाई मैले कहाँ लगेर राख्या होला, पक्कै पनि यहाँ लगेर राख्या होला। त्यसै गरिकन हेर्नुहोस् त, यो दुईटा भनेको माघमा र फागुन भनेको माघ फागुन चैतमा किन्या हो, त्यो 2/3 वालामा किन्या हो यो चाहिँ, भनेपछि दुवैलाई जोडम त कति हुन्छ, 11,49,202। यही फिगरलाई मैले लगेर कहाँ राख्या होला, यहाँ राख्या होला होइन र, हो। बुझिराख्नु भएको छ हामी के गर्दैछौँ, रकमलाई चेन्ज नगरे पनि लिस्टमा तयार चाहिँ कमसेकम गर्न पर्यो, त्यो काम गरिरहेका छौँ कि हामी। ल त्यसो भने अब के गर्नुहोस् भन्दाखेरि, उतापट्टि एक ढिका फिगर राखिएको थियो, यो डाटालाई लिएर गएर उतापट्टि बनाम रजिस्टर हाम्रो। अब हेर्नुहोस् त यहाँ के लेखिएको छ सेकेन्डमा, अफिस मोडुलर फर्निचर 4 महिना 15 गते
किनेको यो रकममा ठ्याक्कै यही डिटेललाई मैले यहाँ ल्याएर यहाँ राखेको छु हेर्नुहोस् त त्यही डिटेल हो चेक गर्नुहोस् त यही हो मतलब सिम्पल कुरा मसँग पहिला एक ढिक्का फिगर थियो यसलाई लिस्टमा ल्याएको मात्रै हो रकम केही पनि चेन्ज गरिएको छैन यहाँ अप्ठ्यारो गाह्रो गर्न नसकिने केही देखिया छ र यसमा भन्नुहोस् त मलाई ए भयङ्कर गाह्रो रहेछ भने के देखियो र यसमा अब हेर्नुहोस् टाइम त लाउनु पर्यो अलिकति अब के नयाँ पोइन्ट आएपछि केही न केही त अब चेन्ज हुन्छ नै हाम्रो होइन अब हेर्नुहोस् है यो सम्पत्तिमा राजकट्टी हामीले 79-80 मा गरियो होला ठिक हो कुरा यो लिस्टलाई अपलोड गर्न पर्दैन है यो हाम्रो वर्किङ हो यसको समरी बनाएर नोट्समा राख्ने हो पुरै लिस्टलाई नै अपलोड गर्नुपर्छ भन्ने होइन है अब हेर्नुहोस् त हामीले सजिलोको लागि आयकर ऐनकै दफा रेटलाई प्रयोग गर्न पाइन्छ भनेर भने हो सजिलोको लागि तपाईहरु पनि त्यही प्रयोग गर्नुहोस् मैले पनि त्यही लिएँ होइन म यसलाई गर्न चाहन्न म हरेक सम्पत्तिको युजको लागि लिएर गर्न चाहनुहुन्छ गर्न पाउनु भयो त्यो पनि नो प्रब्लम झन् राम्रो अब मलाई भन्नुहोस् 79-80 को राजकट्टी के गर्ने हेर्नुहोस् है मलाई भन्नुहोस् त्यो हाम्रो पहिलो स्टेपमा जाम है त फर्स्ट श्रावण 79 मा हामीले पीपी लाई कुनै पनि चेन्ज गरिएन स्टेप नम्बर 1 मा यसले गर्दा कुनै समस्या आएन ठिक हो कुरा मलाई भन्नुहोस् 79-80 मा राजकट्टी पनि कुन वाला निकालियो होला आयकर ऐन बमोजिम नै निकालिया होला ठिक हो त्यसलाई पनि चेन्ज गर्न आवश्यक छैन त्यसलाई पनि हुबहु के गर्नुस् क्यारी फरवर्ड गर्नुस् जति काम गर्ने 80-81 बाट गर्नुस् बुझ्नुभयो अर्को खुसीको खबर सुन्न पाइयो भर्खरै हामीले 79-80 को राजकट्टी पनि के गर्न परेन चेन्ज गर्न परेन झन् खुसीको खबर भयो नि त यो त हैन र तर लिस्ट तयार चाहिँ गर्न पर्यो फेरि है त्यसो भए मलाई भन्नुहोस् राजकट्टी चेन्ज नगर्ने हो भने मैले 4198 मा 25% फुल इयर चार्ज गरेँ होला हो पहिला त्यही भएर यहाँ म गरिदिन्छु फुल इयरको डेप्रिसिएसन इन्टु 25% यस मलाई भन्नुहोस् त्यही त सहुलियत दिएको छ भनेकै मैले कुशल सर 80-81 बाट चाहिँ अब फेरि यो गर्न पाइएन 80-81 मा डेज काउन्ट गरेर गर्नु पर्यो यो विषयमा सहुलियत दिएको छ भन्न खोजेँ मैले मलाई भन्नुहोस् यो तीनटा सम्पत्तिमा के गरियो होला गत वर्ष फुल इयर चार्ज गरियो होला ठिक हो विभीषण सर प्लिज क्युएनएमा राख्नु ल त्यो क्वेसन चाहिँ त्यही गरियो होला त्यही गरेँ मैले अब मलाई भन्नुहोस् यो दुईटा सम्पत्तिमा के गरियो होला 2/3 हो यहाँ जे कुराकानी गरिएको छ एमिजमा एक्ज्याक्टली यही नै हो एसएमएजमा पाएपछि एमिजका लागि नहोला र सहुलियत झन् हुनु पर्यो नि यसमा पके पनि यसैको 25% 2/3 गरियो होला त्यही गरियो हेर्नुहोस् त यो सबैमा राजकट्टी जोड्दाखेरि कति आयो चेक गरौँ त $14,87,952 र गत वर्षको हाम्रो राजकट्टीको शेड्युलमा फर्निचरमा पनि कति नै आएको थियो हेर्नुहोस् त 14,87,952 हो फिगर मैले चेन्ज गरिन त्यही फिगरलाई मैले हुबहु क्यारी फरवर्ड गरे हो सिम्पल लिस्ट बनाएको मात्रै हो अब हेर्नुहोस् है सानो पोइन्ट अब आज हजुरलाई इमेलमा के आउँछ भन्दाखेरि यो सिट पनि आउँछ 79-80 कोमा यहाँ हेर्नु होला है ध्यानले सुन्नु होला है अघि मैले भनिहालेँ 2 घण्टा क्लास लिने हो 2 घण्टा गरेर आफूले अभ्यास गर्ने हो अनि मात्रै हाम्रो पक्का हुन्छ लर्निङ चाहिँ है आजको होमवर्क दिएर आएको छु म
सुन्नु होला राम्रोसँग। मैले यहाँ इक्जाम्पल के को देखाएँ हजुरहरूलाई? फर्निचरको हो। यस नो भन्नुहोस्। यहाँ रकमलाई चेन्ज नगरिकन पुरानै फिगरलाई क्यारी फरवर्ड गरेर हामीले FAR बनाएको मात्रै हो। मैले यो सिटमा राखिदिएको छु डेप्रिसिएसन, यहीँ राखिदिएको छु मैले एडिसन पनि। हेर्नुहोस् है, यहीँ छ, यो इमेलमा आउँछ हजुरहरूले, त्यहाँ हेर्नु होला। यहाँ अरू पनि सम्पत्तिहरूको, कम्प्युटरको, अफिस इक्विपमेन्टको यहाँ राखिया छ। जे काम फर्निचरका लागि गरियो यही काम बाँकी सबै सम्पत्तिको लागि हजुरले गर्नु पर्यो। ठिक छ? आफैले प्र्याक्टिस गर्नुभयो भने बल्ल बुझिन्छ, सुने मात्रै बुझिन्न फेरि। र चेक गर्नको लागि योवाला फाइलको नाम चाहिँ यहाँ माथि हेर्नुभयो भने 1 प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट लेखा फाइल पनि आउँछ हजुरहरूलाई। त्यसको FAR 7980 योवाला पनि म दिन्छु हजुरहरूलाई। हजुरले आफैले वर्किङ गर्नु होला। यसलाई चाहिँ आफूले गरेको ठिक छ या छैन भनेर क्रस चेक गर्नको लागि मात्रै प्रयोग गर्नु होला। ठिक छ? यो रेफरेन्सको लागि हो। आफैले बनाउनुहोस् लिस्ट एउटा, र आफ्नो लिस्टमा आएको वाला फिगर र यो वाला फिगर म्याच भयो कि भएन कम्पेयर मात्रै गर्नको लागि मैले यो बनाएको है त। बुझ्नुभयो? जसले होमवर्क गर्नुहुन्छ उहाँहरूले बुझ्नुहुन्छ ग्यारेन्टी। जसले गर्नुहुन्न अल्छी गर्नुहुन्छ हजुरले केही बुझ्नुहुन्न है। मैले अहिले भनिदिइहालेँ। कहिले काहीँ खरै बोल्नु पर्ने हुन्छ, खरै बोलेँ मैले है। गर्नुभयो भने बुझ्नुभयो, गर्नु भने बुझ्नु भएन, सिम्पल। अर्को सानो पोइन्ट हेर्नुहोस् है, याद गर्नुहोस् त। हामीले इन्कम ट्याक्समा पहिला 7% भन्दा बढी कटेको रिपेयर खर्चलाई क्यापिटलाइज गरिएको थियो। यसो हेर्नुहोस् त एकपटक 7980 मा यहाँ के भएको देख्नुभयो? हेर्नुहोस् त। किन पहिला ट्याक्स अनुसारले गरिएको थियो। यहाँ के देखियो हेर्नुहोस् त। के भएको रहेछ? रिपेयरलाई क्यापिटलाइज गरिएको रहेछ हो। यही गरिन्थ्यो नि त। गत वर्ष लिमिटको रिपेयरको लिमिट कट्या भएर यसलाई क्यापिटलाइज गरिएको रहेछ। मलाई भन्नुहोस् त, NFRS अनुसारले गरे भए यसलाई क्यापिटलाइज गर्न पाइन्थ्यो र? त्यसो भए ठिक छ, म गत वर्षको रासकट्टी चाहिँ म चेन्ज गर्दिनँ। मलाई भन्नुहोस् त, कमसेकम जुन ब्यालेन्स सिटमा एकदम क्लियरली देखिएको, एपारेन्टली देखिएको, बाहिर माथि नै देखिएको जुन यो मिस्टेक देखिन्छ 124,500 क्यापिटलाइज गरिएको। अब हेर्नुहोस् है, यो आयकर ऐन अनुसारले मिस्टेक गरिएको होइन, NFRS अनुसारले चाहिँ मिस्टेक मानिएको हो नि त, होइन र? आयकर ऐनको लागि त रिपेयरलाई क्यापिटलाइज गर्नु सही नै थियो नि। ठिक हो? यसलाई NFRS ले पो गर्दाखेरि मिस्टेक भएको हो त नि। भनेपछि अब हेर्नुहोस् त, कमसेकम हामीले गर्ने बेलामा यो रकममा यसलाई जुन क्यापिटलाइज गरिएको छ यसलाई PL मा फालेर कमसेकम यसलाई हटाउने काम त गर्न सकियो नि। किनकि यो भनेको एपारेन्टली देखिनेवाला मिस्टेक हो नि त, होइन र? हो, त्यही कारणले गर्दाखेरि अब हामीले बनाएको FAR मा यो रकममा कति चाहिँ हट्ने भयो? 124,500 चाहिँ हट्ने भयो, किनकि NFRS चाहिँ यसलाई के गर्न दिँदैन? क्यापिटलाइज गर्न दिँदैन। बुझ्नुभयो? त्यसो भने हजुरहरूले बनाएको फिक्स्ड एसेट रजिस्टरमा फर्निचरमा देखिनु पर्यो कति? 48,86,923 देखिनु पर्यो है त। 24 देखिनु पर्यो। चेक गरौँ त एकपटक। क्लोजिङ भ्याल्यु यहाँ म लिन्छु फर्निचरको है। तपाईँलाई जोड्दा कति आयो हेरौँ त। 48, 46, 924 यही हो फिगर। यहाँ छ 4971, तर हामीले लिँदाखेरि यो रकम लियो किनकि पहिला रिपेयरलाई क्यापिटलाइज गरिएको थियो।
सर 124,500मा रिपेयरमा डेप्रिसिएसन क्यापिटलाइज गर्ने भनेको अर्को वर्षबाट बल्ल हुन्छ, 80-81बाट बल्ल हुन्छ है। यो भनेको क्लोजिङमा ल्याएर जोडिएको कमल सर, यसमा डेप्रिसिएसन चार्ज भएको छैन। यो गर्ने भनेको अर्को वर्षमा हो। त्यसो भए मलाई भन्नुहोस्, यो वर्षमा त यही फिगर लिइयो, मलाई भन्नुहोस् 31 असाढ 80मा चाहिँ यहाँ यही फिगर आउने भयो, यहाँ कति माइनस भएर आउने भयो यो फिगरमा चाहिँ? एक 24,500 चाहिँ माइनस भएर आउने भयो, त्यति हो फरक। पछि टिपौँ थर्ड पोइन्ट, if any repair was capitalized during financial year 79-80, it needs to be removed. मतलब अनएब्जर्ब भएको रिपेयर छैन भने कुनै चेन्जै नआउने भयो, सिम्पल कुरा। अब यस्तो हुन सक्ला भनेर मैले उदाहरणमा चाहिँ लिएँ यसमा। यदि यस्तो पनि छैन भने गत वर्षको फिगर यहाँ पनि त्यही नै आउने भयो कि। अब हजुरले गर्ने बेलामा यो डेप्रिसिएसनको सेड्युलमा ल्यान्ड पनि छ एउटा है, ख्याल गर्नु होला। पहिला मैले एमएसको गरेकोमा यो ल्यान्ड थिएन, ल्यान्डमा नयाँ पोइन्ट छ, ल्यान्डलाई इग्नोर गर्नु होला। ल्यान्डको कुराकानीमा भोलि गर्छु। ल्यान्ड बाहेकका बाँकीलाई चाहिँ के गर्नु होला, लिस्टमा उतार्ने काम गर्नु होला। एफएआर तयार आफैले गर्ने, मैले पठाएकोसँग क्रस चेक गरेर यसलाई कन्फर्म गर्ने है त। ल अब आजको समय पनि सकिसकेको छ, थोरै टाइम लिएँ मैले एक्स्ट्रा। अब यति भन्दै मैले आजको सेसन चाहिँ मैले यहीँ एन्ड गरेँ। बाँकी छलफल हामी भोलि फेरि 7 बजे जोडिन्छौँ, जोइन गर्नु होला। फेरि पनि मैले भने कतिपय सरको चाहिँ बिचमा चाहिँ यदि ब्रेक भएको छ, केही भएको छ, लाइन गएर पढ्न पाइएन, गर्न पाइएन, बिचमा छुट्यो भने रेकर्डिङ आउँछ। रेकर्डिङको बारेमा हाम्रो यतापट्टि पढानबाट सरले केही न केही भन्नु होला पक्कै पनि, त्यो अनुसारले हजुरले त्यो सुविधा उपयोग गर्नु होला। किनकि अब हरेकपल्ट रिपिट गर्ने बेलामा समस्या हुन्छ भने मलाई पनि टाइमको लिमिट छ हामीसँग, त्यो कारणले गर्दाखेरि रेकर्डिङलाई उपयोग गर्नु होला है त। यति भन्दै मैले भोलि फेरि भेट्ने हिसाबले आज मैले बिदा लिएँ। हस्, धन्यवाद, थ्याङ्क यू। धन्यवाद प्रवीण सर, हजुरको यो इफेक्टिभ युजफुल एन्ड एक्सिलेन्ट यो जुन सेसन डेलिभरी छ त्यसको लागि धन्यवाद। र आदरणीय सरहरू, म्याडमहरू, यो अघि पनि प्रवीण सरले पनि भनिसक्नु भएको छ, यो सबै मेटेरियल्स र भिडियो रेकर्ड चाहिँ हजुरहरूलाई आज 1 बजेभित्रमा हामीले उपलब्ध गराउनेछौँ। र जसको अलिकति ढिलो भएको छ उहाँहरूले त्यही रिफरेन्स मेटेरियलहरू हेरेर आफूलाई अपडेट गरेर भोलि फेरि पुनः यो जुन भोलिको सेसनमा एउटा स्मुथनेस ल्याउन सक्नुहुनेछ। र भोलिको लागि फेरि हाम्रो तालिका बमोजिम भोलि 7 बजे हाम्रो सेसन सुरु हुनेछ भन्ने जानकारी गराउँदै आजको सेसन यहीँ क्लोज भएको चाहिँ जानकारी गराउँछु। धन्यवाद। ह्याभ अ गुड डे।